मान्छेलाई स्वस्थ बनाउने र सबैभन्दा खुसी बनाउने दुईटा कुरा छ। खुसी र स्वस्थ बनाउने प्रमुख कारणहरू के हुन् भनेर खोज्दै खोज्दै जाने बेला त एक नम्बरमा त सम्बन्ध रहेछ। फेरि यो मान्छेको शरीर जुन छ यो त जनावरको शरीर हो। हेर्नु मेरै शरीर पनि मलाई 10 जनाले क्रूर धोका नदिएसम्म यो शरीरले बुझ्दैन कि धोका भनेको के हो। धोका जरुरी छ कि दुःख एकदमै जरुरी छ। मलाई यति दुःख चाहिएको छ जीवनमा वा सबै शरीरलाई दुःख बुझ्नलाई पनि अनेकौं दुःख आउनुपर्छ जीवनमा। आज भोलि चाहिँ मलाई कस्तो लाग्छ भने यमराजले सोधेका यी दुई प्रश्न छन् नि यो हामीले मरेपछि होइन बाँचुन्जेल आफूलाई सोध्नुपर्छ कि मैले आज खुसी भेटाएँ त आजको दिनमा वा भनौँ यो 1 घण्टा कफी खाँदै थिएँ चिया खाँदै थिएँ त्यो साथीसित गफ गरिरहेको थिएँ वा चिकित्सकले मैले त्यो बिरामी जाँचिरहेको थिएँ वा कसैले इन्जिनियरले नक्सा बनाउँदै थिए मैले खुसी भेटाएँ त लेखकले लेखिरहेका थिए। र दोस्रो मैले गरेको कामबाट अरु खुसी भए त। जन्मिसकेपछि जन्मेको पहिलो 2 वर्ष तपाईलाई तपाईकी आमाले बुबाले हजुरआमाले आफ्नो काखमा राखेर कसरी खेलाउनु भयो। त्यो खेलाउने बेला उनी हाँसिरहेकी थिइन्, हाँस्न सकिरहेकी थिइन् वा उनीले रुँदै खेलाइरहेका थिइन् वा निधारमा गाँठो पारेर खेलाइरहेकी थिइन्। त्यसले पनि तपाई जीवनभर कस्तो हुने भन्ने कुरामा धेरै असर गर्दो रहेछ। सबैजनालाई नमस्ते। आज हामी बोध वार्ताको एउटा विशेष संवादको लागि छौं। मसँग डाक्टर नवराज केसी हुनुहुन्छ। डाक्टर साहब नमस्ते। स्वागत छ। नमस्ते डाक्टर साहब। आज हामीले प्रेम वार्ता गर्दैछौँ। बोध वार्तामा प्रेमको विषयमा प्रेमको वरिपरि रहेर डाक्टर साहबले 2टा असाध्यै राम्रो किताब लेख्नु भएको छ। योभन्दा अगाडि नुनतेल भन्नु सुन्नेको लेख्ने किताब लेख्नु भएको छ अनि यसपटक सोचपर्छ भन्ने किताब लेख्नु भएको छ। डाक्टर साहब म यसको एउटा प्रसङ्ग अलिकति पढेर सुनाउँछु, त्यस पछाडि हामी संवाद अगाडि बढाउँछौँ। यसमा मन्दिरे बयलकोटी भन्ने एकजना पात्र हुनुहुन्छ। यो किताबको जति पनि कथाहरू छन् ती सबैको प्रतिनिधिको रूपमा मैले यो पढ्दैछु। अनि यसमा यो जुन दृश्य मैले पढ्न गइराखेको छु त्यसमा चाहिँ अस्पतालको आकस्मिक कक्षमा मन्दिरेजी आफ्नो श्रीमतीलाई लिएर जानु भएको छ। उहाँको खुट्टा अन्तिम अवस्थामा छ। ज्यानको कुरा अब एकछिनमा हामी थाहा पाउँछौँ। एउटा खुट्टा केराको थम्मन जस्तो भएर त्यसलाई डाक्टरले काट्नुपर्ने भनेका छन्। अब काट्यो भने ठिक हुन्छ भने पछाडि म अलिकति यहाँबाट पढेर सुनाएँ। पहिला श्रीमतीका आँखा खुल्यो अनि मुख खुल्यो। उनले एउटा वाक्य 3 पटक उच्चारण गरिन्। ए बड्डा, खुट्टा काट्ने नभन, बरु डाक्टरलाई सोध म कति दिनमा मर्छु भनेर। डाक्टरले भन्छन् किन मर्ने कुरा सोधेको बहिनी, मैले ठिक हुन्न भनेको होइन, खुट्टा बिग्रेर विष बनेको छ, शरीर ठिकै छ, खुट्टा फालिदिए शरीर त बच्ला। एउटा लेनदेनको कुरा त यहाँ भइसक्यो, शरीर चाहियो भने खुट्टा दिनुपर्छ भन्ने भइसक्यो। त्यस पछाडि उहाँले भन्नुहुन्छ होइन तपाईले कुरो बुझ्नु भएन डाक्टर साहब, यी बड्डा र म सँगै आएको धेरै टाढाबाट, म मरिगए मेरो लास बोकेर यी एक्लै कसरी घर जालान्। एउटा खुट्टो पुरै फालेर बाँचे पनि यिनको जीवनभर भार बन्नु पर्ला मैकन। भो त्यसो नरम भइगयो, म त्यस्तो चाहन्न। आफू बाँच्न यिनको जीवन मार्न चाहन्न। म बरु भनिदिनु म कति दिनमा मर्छु। अहिले नै फर्किए बाटोभरि म यिनको साथी हुने थिएँ। मैले भनिसकेँ आज हामी प्रेम वार्ता गर्छौँ भनेर। यसैबाट कुराकानी सुरु गरौँ। झट्ट हेर्दाखेरि हामीले प्रेम भनेको रोमान्टिक प्रेम मात्रै बुझ्छौँ। हाम्रो खास गरी साहित्यले त्यही सिकायो नि त। साहित्यले धेरैजसो उपन्यासहरूले सिनेमाहरूले हामीलाई यही सिकायो कि प्रेम भनेको उमेरमा केटाले केटीसित गर्ने प्रेम हो भनेर। लगभग अहिले पनि संसारमा धेरै मान्छेहरूको प्रेम जसको बुझाइ त्यही नै छ। तर मन्दिरेजीले जुन प्रेम गर्न आफ्नो जीवनमा सिक्नु भयो र जुन उहाँको श्रीमतीसितको अन्तिम क्षणमा जुन यो संवादले चाहिँ जुन जस्तो प्रेम झल्काउँछ नि, अनि यसमा एउटा टिप्पणी गरेर सुरु गर्नुहोस्। प्रेम भनेको के हो भनेर हामीहरूले धेरै व्याख्याहरू सुन्छौँ होइन। मलाई चाहिँ कस्तो लाग्छ भने
जसरी शरीरलाई जीवित राख्न हामीले जुन सास अक्सिजन लिन्छौँ नि, अक्सिजन लिन्छौँ, कार्बन डाइअक्साइड फाल्छौँ, जीवनको सास भनेको चाहिँ प्रेम हो कि हैन। मलाई सानो हुने बेला चकचक मैले गरेँ भने एकचोटि मैले त्यति बेलामा हाम्रो घरमा भर्खरै बत्ती थिएन, तर गोबर ग्यासको भर्खरै त्यो चलन चलेको थियो। अनि मैले गोबर ग्यासको रिसाएको बेला लट्ठीले त्यो पाइपमा प्याट्ट हान्ने बेला पाइप फुट्यो कि। हजुर त्यो रबरको पाइप थियो एक ठाउँमा, त्यो फुट्यो। अनि मेरो पिताले त्यति बेला एउटा कुरा भन्नुभएको थियो, त्यो के भने मान्छे मरेपछि ऊ यमराजको अगाडि पुग्छ अरे। अनि यमराजको पछाडि दुईवटा ढोका हुन्छन् रे, एउटा नर्क जाने ढोका, एउटा स्वर्ग जाने ढोका। अब छुट्याउनु पर्यो हैन। यमराजले चाहिँ अन्तर्वार्ता लिन्छन् रे के मान्छेको हैन। र त्यो अन्तर्वार्ता लिने बेलामा यमराजले दुईवटा मात्रै प्रश्न सोध्छन् रे। हजुर। पहिलो प्रश्न, तिमीले आफ्नो जीवनमा खुसी भेटायौ? डिड यु फाइन्ड जोय इन योर लाइफ भनेर सोध्छन् रे। हजुर। त्यति बेला त्यो मान्छेले जीवनभरिको सम्बन्धहरूको बारेमा सोध्छ होला, आफूले कमाएको सम्पत्तिको बारेमा सोध्छ होला, गुमाएको सम्पत्तिको बारेमा सोध्छ होला, गुमाएका सम्बन्धहरूको बारेमा सोध्छ होला, अवसरहरूको बारेमा सोध्छ होला र केही जवाफ फर्काउँछ होला। पहिलो प्रश्न। अब त्यो प्रश्नको उत्तर दिइसकेपछि फेरि यमराजले दोस्रो प्रश्न सोध्छन् र त्यो अति महत्त्वपूर्ण छ। तिमीले बाँचेको जीवनबाट अरूले खुसी पाए त भनेर सोध्छ। अनि बुवाले भन्नुहुन्थ्यो पहिलो प्रश्नको 1 नम्बर हो, दोस्रो प्रश्नको 49 नम्बर हो। मैले बुवालाई भन्थेँ कि ल बुवा जे भए पनि तपाईँले र मैले एउटै प्रश्न दिनुपर्छ, एकै ठाउँमा पुगिन्छ नि त जस्तो भनेर त्यसरी मजाक गर्थेँ। तर बुवा उहाँलाई क्यान्सर भयो, बित्नुभयो। अनि आजभोलि चाहिँ मलाई कस्तो लाग्छ भने यमराजले सोधेका यी दुई प्रश्न छन् नि, यो हामीले मरेपछि होइन, बाँचुन्जेल आफूलाई सोध्नुपर्छ कि मैले आज खुसी भेटाएँ त आजको दिनमा, वा भनौँ यो 1 घन्टा कफी खाँदै थिएँ, चिया खाँदै थिएँ, त्यो साथीसित गफ गरिरहेको थिएँ, वा चिकित्सकले मैले त्यो बिरामी जाँचिरहेको थिएँ, वा कसैले इन्जिनियरले नक्सा बनाउँदै थिए, मैले खुसी भेटाएँ त, लेखकले लेखिरहेका थिए। र दोस्रो, मैले गरेको कामबाट अरू खुसी भए त। जीवन भनेकै यही हो कि, जीवन भनेको मैले बुझे अनुसार 1% आफूले खुसी भेट्नु र आफूले बाँचेको कारणले 99% अरूलाई खुसी दिनु। यो जुन मैले कुराहरू भने यसको आत्मा फेरि प्रेम हो। त्यसैले सास फेर्नलाई जसरी हामीहरू वायुको प्रयोग गर्छौँ शरीर बचाउनको लागि, जीवनको सास भनेको प्रेम। यसमा 1-2टा म अलिकति अरू मान्छेलाई पनि कोट गरौँ है, यसलाई अझै इन्टेन्सिटीमा हामी यसलाई कुरा गर्छौँ। स्कट एम पेकको एउटा किताब छ द रोडलेस ट्राभल भन्ने, त्यसमा मलाई असाध्यै मन परेको, त्यसमा उहाँले प्रेम भनेको के भन्नुहुन्छ भने प्रेम भनेको भाव होइन, इमोसन होइन, त्यो भनेको धेरैमा चाहिँ जुन फल इन लभ भन्छ नि, प्रेममा पर्ने भन्ने एक किसिमको सुरुको एउटा क्षणिक कुरा चाहिँ हुनसक्ला भावना, तर प्रेम भनेको प्रक्रिया हो भन्नुहुन्छ क्या उहाँले। एकदम एक्टिभ प्रोसेस इन विच 2 इन्डिभिजुअल्स ग्रो स्पिरिचुअल्ली टुगेदर, त्यस्तो परिभाषा छ उहाँको। त्यस्तो सम्बन्ध, त्यस्तो प्रक्रिया जसले तपाईँको पनि आध्यात्मिक वृद्धि विकास गर्छ, मेरो पनि आध्यात्मिक वृद्धि विकास गर्छ। अब यो पुरै बुझ्न चाहिँ उहाँको त्यो किताब पढ्नुपर्छ, त्यसमा छ। तर असाध्यै राम्रोसित उहाँले त्यसलाई व्याख्या गर्नुहुन्छ। अनि त्यो परिभाषा चाहिँ मलाई यो किताब पढ्दाखेरि चाहिँ बारम्बार याद आएको, जस्तै यसको जति पनि पात्रहरू हुनुहुन्छ अनि त्यो हेर्दाखेरि त्यहाँ काहीँ पनि प्रेम भनेको निष्क्रिय भावना छैन कि। त्यहाँ त्यो प्रेमलाई जीवित गर्न मान्छेले चाहिँ कति ठाउँमा आफ्नो गाँस काटेर दिइराखेको छ, त्यसको बदलामा उसले प्रेम पाएको छ, त्यो आफ्नो ठाउँमा छ। तर तपाईँ हामीले झट्ट हेर्दाको लेनदेनको हिसाबले गर्दा उसले दिइ नै मात्रै राखेको छ नि। यो प्रेममा दिनेवाला आयाम छ, त्यसको अलिकति चर्चा गरौँ। हो,
यो हामी अब दुवैजना चिकित्सकहरू कुरा गरिरहेका छौँ अहिले। पहिला पहिला सरकारले जीवनजल खोपका कुराहरू रेडियोबाट यिनीहरूबाट बजाउँथ्यो। अब अहिले अलिकति मिडियाको डेभलपमेन्ट भएपछि तपाईँ हामी जस्तो चिकित्सकहरू बारम्बार स्वस्फूर्त रूपमा मिडियामा आएर केही कुराहरू भनिरहेका हुन्छौँ। अब प्रेमको बारेमा पनि हामी कुरा गरिरहेछौँ र हामी दुईजना चिकित्सक पनि हौ। त्यसैले यो पुस्तक स्वस्पर्श, यो पुस्तक चाहिँ मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्यलाई कसरी बलियो बनाउने त, ताकि समस्या पर्दाखेरि मान्छेको स्वास्थ्य नबिग्रियोस्, मान्छे नटुटोस् नफुटोस् भन्ने उद्देश्यका साथ लेखिएको पुस्तक हो। र यो पुस्तक लेख्ने क्रममा मैले धेरै कुराको सर्च गरेँ, खोजे के हुन् त ती, विशेष गरेर ती अनुसन्धानहरू जसले प्रमाणितै गरेका छन्। जुन विषयमा मैले कुरा गरिरहेको छु त्यसलाई बलियो बनाउने एउटा प्रेम पनि रहेछ कि है। यो पुस्तकको एउटा च्याप्टरमा चाहिँ एउटा अनुसन्धानलाई कोट गरिएको छ। म प्रेमको बारे गरिएको अनुसन्धान भन्न मिल्छ यसलाई। कस्तो भने विगत लगभग 80 वर्षदेखि त्यो एक कारण के हो, 1938 हो यसको पुस्तकै लेखिएको छ हैन। अनि यदि हाम्रो कसैले हामीलाई सुनिराख्नु भएको छ भने यसको जो राइटर, जो मेन इन्भेस्टिगेटर अहिलेको जसले गरिराख्नु भएको छ उहाँको टकहरू पनि छ, टेड टकमा पनि उहाँले लामो बोल्नु भएको छ। अनि खोजी भयो अनि मान्छेलाई स्वस्थ बनाउने र सबैभन्दा खुसी बनाउने दुईटा कुरा छ। खुसी र स्वस्थ बनाउने प्रमुख कारणहरू के हुन् भनेर खोज्दै जाने बेला त एक नम्बरमा त सम्बन्ध रहेछ। जो मान्छेसँग केही सम्बन्धहरू 8-10 वटा सम्बन्धहरू राम्रो छ भने ऊ स्वस्थ हुँदो रहेछ र खुसी पनि हुँदो रहेछ। प्रमुख कारण त्यो रहेछ हैन। अनि फेरि यो अनुसन्धान कस्तो अनुसन्धान रहेछ भने यो सामान्य मान्छेलाई तिमी खुसी छौ भनेर सोधिएको छैन। जो मान्छेमा यो अनुसन्धान गरिएको छ उसको फङ्सनल एमआरआई टेस्ट हुन्छ नियमित, उसको ब्लड टेस्ट भएको छ, उसलाई भिडियोबाट हेरिएको छ, क्यामेराबाट निरन्तर हेरिएको छ, उसको जीवनमा घटेका घटनाहरूको अध्ययन गरिएको छ। यो सामान्य अध्ययन होइन कि, एकदमै ठुलो अध्ययन हो। त्यसैले प्रेम, चोखो माया भन्छौँ नि हामीले, प्रेमले चाहिँ हामीलाई खुसी मात्रै होइन स्वस्थ पनि राख्दो रहेछ। म अझै एउटा इन्ट्रेस्टिङ आयु पनि बढाउँदो रहेछ। म एउटा सानो इन्ट्रेस्टिङ अझ भन्छु। यो सुन्दाखेरि मलाई पनि ए होइन होला यार जस्तो लाग्थ्यो कि अस्पतालमा अपरेसन गरिसकेपछि जुन घाउ हुन्छ कसको चाँडै ठिक भयो त भनेर एउटा अनुसन्धान भएको रहेछ कि एउटा एक प्रकारका बिरामीहरू जो झ्यालतिर फर्केर प्रकृति मानिसहरूलाई हेरिरहेका छन्, तिनको घाउ कति दिनमा ठिक हुन्छ र अर्को बिरामीहरू जसले त्यो विन्डो भ्यू गर्दैनन्, भेटिएन, भित्तातिर पर्यो उनीहरूको बेड, कसको भन्दा त त्यो झ्यालतिर फर्केर प्रकृति हेर्दै मान्छेहरू हेर्दै गरेको मान्छेको चाँडै ठिक हुँदो रहेछ है। अनि भर्खरै जन्मिएको बच्चा बिस्तारै बढ्ने क्रममा 15 दिन 1 महिना बच्चालाई तल राखिएको छ, माथिबाट तपाईले कार्टुनको गुडियाको अनुहार राख्दै जाने बेला जब मान्छेको अनुहार आउँछ नि उसको गेज, उसको हेराइ बढी आकर्षित र बढी फिक्स हुन्छ कि जेनेटिकल्ली हामी जन्मदै त्यो मान्छेको अनुहार, आफ्नो वरिपरि मानिसको हाँसो मुस्कान, उसको बोलीको लवज, कुन टोनमा उसले बोलिरहेछ, यसले हामीलाई भित्रै कसैलाई महसुस होला नहोला प्रभाव पारिरहेको हुन्छ। त्यसैले अब प्रेम सम्बन्ध जोगाइराख्यौँ, राम्रो बनाइराख्यौँ भने हामी आरोग्य हुँदो रहेछौँ, स्वस्थ हुँदो रहेछौँ, अलि धेरै बाँच्दो रहेछौँ। तर यति भन्दै गर्दा सम्बन्धलाई भाग्यमा छोड्न चाहिँ हुँदैन। सम्बन्धलाई कायम गर्नलाई लगानी गर्नुपर्छ, लगानी नै गर्नुपर्छ।
हामीले व्यवसायमा लगानी गर्छौँ, कतिपय कुराहरूमा कति लगानी गरिरहेका हुन्छौँ, सम्बन्धमा चाहिँ लगानी गर्न बिर्सिन्छ। सम्बन्धका लगानीहरू हुन्छन्, जस्तो जससँग तपाईँ नजिक हुनुहुन्छ उसलाई समय दिने, समयको लगानी, सहनशीलताको लगानी। हेर्नु कहिलेकाहीँ रिस उठ्छ, भनिदिउँ क्या यो त भनेरै छोड्छु भन्ने, त्यति बेलामा अलिकति धैर्यता राखेर बुद्धले भनेका छन् नि, केही कुरा भन्नुभन्दा अगाडि 3वटा कुराहरू, 3वटा ढोकाबाट तपाईँको चाहिँ आवाज निस्किनुपर्छ। एक, यो भन्न जरुरी नै छ त, के यो सत्य हो? र अर्को, यो भनिसकेपछि कसैको चित्त त दुख्दैन? यी 3 ढोकाबाट बाहिर निकाल्नु भन्छन्। त्यसैले सम्बन्धमा चाहिँ व्यापक लगानी गर्न जरुरी छ। त्यसमा सेक्रिफाइस, एकदमै ठुलो सेक्रिफाइस पनि गर्नुपर्छ। लामो समयसम्म सहनशीलता, सेक्रिफाइस गरेर, अलिकति धैर्यता दिएर, समय दिएर यदि हामी लगानी गर्दै गयो भने सम्बन्ध बलियो हुन्छ र त्यो रिटर्न आउँछ। त्यो यसरी आउँछ। सायद प्रेम भनेको आरोग्य मार्ग पनि हो। हामी चिकित्सकले भन्नुपर्दा चाहिँ यसरी पनि भन्न सकिन्छ होला। सम्बन्ध बुद्धत्व त्यहाँसम्म कुरा पुग्यो। त्यसमा म अब एउटा किस्सा सुनाउँछु म एमबिबिएस पढ्दाखेरिको, अनि त्यस पछाडि यो विषयलाई अझ हामी इलाबोरेट गर्छौँ, बुद्धत्वसँग पुग्छौँ। समय कस्तो भने भैरवा मैले एमबिबिएस गरेको लुम्बिनी छेउमै छ। एकचोटि अस्पतालमा एकजना बिरामी थिए, इन्टेस्टिनल पर्फोरेसनको, आन्द्रामा पुवाल पर्यो। तुरुन्तै अपरेसन गरेन भने ज्यान जाने लगभग निश्चित छ। अनि त्यस पछाडि त्यस्तै 45-50 वर्ष हाराहारीका बिरामी थिए। अनि त्यस पछाडि अपरेसन गर्नुपर्छ भन्दाखेरि छोराले लिएर आएको थियो। उसले के भन्यो भने पैसा छैन, म बरु घर लैजान्छु भन्यो। हेर्नुहोस् है, त्यतिखेर जो हाम्रो सर्जनले हेर्नुहुन्थ्यो उहाँ चाहिँ हस्पिटलको मेसु हुनुहुन्थ्यो। मेसु भएपछि उहाँले गर्न सक्नुहुन्थ्यो। त्यसमा त उहाँले चाहिँ मानवीय आधारमा अनि घर चाहिँ नलैजाऊ, घर लग्यो भने नि मर्छन्, खर्च चाहिँ के पर्छ म हेरौँला, बरु फ्री नै गर्नु पर्यो नि गरौँला, तुरुन्तै गएर रगत चाहिँ खोज्ने व्यवस्था गरिहाल, 4-5 जना मान्छे जुटाऊ, त्यो ग्रुप भएर अथवा के थियो, रगत चाहिँ आफन्तलाई नि खोज्नु पर्थ्यो। अहिले पनि नेपालको कति ठाउँमा त्यस्तो गर्नुपर्छ। अनि भन्नुभयो, बाउ त्यहाँ छटपटाइरहेको छ, तर नि त्यो छोराले रगत जोहो गर्न पनि लागेन, सक्दिनँ भन्यो। के गर्यो? मैले ठ्याक्कै उसको जवाफ बिर्सेँ, तर त्यो बाउलाई त्यहाँबाट लिएर गयो। बाउ छटपटाएर उसको अब त्यति कति पीडा छ तपाईँ हामी त बुझ्न सकिहाल्छौँ। अब त्यत्रो आन्द्रामा पाल परेर दिशा चाहिँ उसबाट के अरे पेटको आन्द्राभन्दा बाहिरको भिसामा पुगिसकेको। हामीले अहिले जति कुरा गऱ्यौँ नि प्रेमको बारेमा, हाम्रो रियालिटी चेक चाहिँ त्यो हो क्या। समाजमा त्यो अवस्थामा यति धेरै मान्छेहरू त्यो अवस्थाबाट गुज्रिरहेका छन्। अनि जस्तो मैले भैरवाको ठाउँको चाहिँ कुरा किन गरेको, कत्रो कन्ट्रास्ट हेर्नु त। त्यो लुम्बिनीमा जन्मेका बुद्धले चाहिँ, जसले चाहिँ त्यो कपिलवस्तुको तिलौराकोटमा जहाँ बुद्धको 28-29 वर्षको उमेर बित्यो र जुन बुद्ध त्यहाँबाट चाहिँ निस्के पछाडि ज्ञान प्राप्त गरेर सिङ्गो विश्वमा चाहिँ जुन ज्ञानको ज्योति बाँड्नु भयो, त्यही ठाउँमा त्यही देशमा पनि भनौँ न हाम्रो देशको प्रतिनिधि पनि हो नि त। अनि त्यो भनेको चाहिँ क्रूरता हो नि त। त्यो छोराको क्रूरता, निर्ममता र एक किसिमको त्यो सम्बन्धहरूको विचलन पनि हो नि त। अब त्यो भित्रको के थियो, बाउ छोराको सम्बन्ध के थियो, त्यसको डिटेलमा त हामीलाई थाहा छैन, तर केही न केही त भयानक खराब कुरा थियो नि त है। त्यसले चाहिँ त्यो अवस्थामा पुर्याएको थियो। अनि सुन्नेको मूल्य पनि यो किताब पनि यो पढ्दाखेरि मलाई कस्तो गजब लागेको कुरा के भने, त्यस्तो अवस्था पार गरेर त्योभन्दा अगाडि आम मान्छे कसरी पुग्छ त। डाक्टर साहबले जुन पनि जति पनि पात्र टिप्नु भयो नि, त्यहाँ चाहिँ एक्स्ट्रा अर्डिनरी कोही पनि छैन क्या। सुरु गर्दाखेरि यो मान्छे त ल यस्तो चाहिँ भन्ने कोही पनि छैन, बरु चाहिँ अब के होला कठै बिचरा भन्ने जस्तो अवस्थाबाट सुरु हुन्छ। तर उसले चाहिँ एक किसिमले यो किताबभित्र मैले धेरैजना बुद्ध भेट्छु क्या। त्यो मध्ये मन्दिरे बयलकोटी भनेको एकजना एकदमै क्यारेक्टरिस्टिक भइहाल्नु भयो। अरू पनि बुद्धले भन्नुभएको त जीवनमा दुःख छ, त्यसको कारणलाई पहिचान गर र त्यो दुःखबाट पार गर्ने जिम्मेवारी आफै लिऊ भन्ने हो नि त। गौतम बुद्धको त्यो चाहिँ कसैमा नछोड,
त्यस पछाडि त्यो दैवलाई पनि नछोड, भगवान्लाई पनि नछोड, आफूले जिम्मेवारी ल्याऊ भन्नुभएको हो। अनि त्यसो हुँदा बुद्धत्वको यो कोड र हाम्रो अहिलेको समाजको दुःखको कुरा जोडेर अलिकति कुरा गरौँ। मलाई कस्तो लाग्छ भने विशेष गरेर पुस्तक 100 स्पर्शको यात्रामा चाहिँ, लेखन यात्रामा यो पुस्तकले मलाई पनि एकदमै ट्रान्सफर्म गर्यो कि लेख्ने क्रममा। किनभने विषयवस्तु खोज्न कहिले म गुम्बामा गएँ, अनि लाइब्रेरीहरूमा गएँ, साइकोलोजिस्टहरूसँग कुरा गरेँ, साइकेट्रिस्टहरूसँग कुरा गरेँ, अनि केही बिरामीहरूसँग कुरा गरेँ। करिब 30-35 जना मान्छेको कुरा सुने, तर त्यसमध्ये 8-10 जनाको मात्रै कथा लेख्न सकेँ। हरेक मान्छेभित्र बुद्ध पनि हुँदो रहेछ, हरेक मान्छेभित्र त्यसको क्रूर भाग दानव पनि हुँदो रहेछ। एउटै मान्छेभित्र जन्मिनु अघि नै केही घटनाहरूले बुद्धत्व मानिसभित्रको, जस्तो बुद्ध सिधा गौतम बुद्धले पनि आफूभित्रको त्यो गुणलाई एक्सप्रेस गरे हो नि उनले, होइन? कुन चाहिँ गुण बाहिर निस्किने भन्ने कुरा उसको जीवनमा घटेका धेरै घटनाहरूले घटाउँदो रहेछन्। जस्तो तपाईँ त्यो परिवारमा जन्मिनु भयो जो परिवारले लामो समयदेखि युद्धहरू, भुकमरीहरूको सहन गर्यो भने तपाईँको शरीर मात्रै होइन, तपाईँको विचार, सोच, मस्तिष्क पनि फरक प्रकारको हुन्छ। तपाईँ त्यो जिनको कुरा गऱ्यौँ हामीले एउटा। दोस्रो, तपाईँ आमाको गर्भमा हुनुहुन्छ र आमामाथि कस्ता खालका घटनाहरू घट्छन्। उनी हाँसिरहेकी छिन्, उनीमाथि दुर्व्यवहारहरू भइरहेका छन्, शारीरिक मानसिक दुर्व्यवहार भइरहेछन् भने उनको शरीरमा जुन हार्मोनहरू बढ्छ त्यो हार्मोनले विकसित भइरहेको तपाईँको शरीर उनको गर्भमा एक प्रकारको हुन्छ। अब यहीँनिर फेरि अझ सकिँदैन। जन्मिसकेपछि पुस्तक 100 स्पर्शमा पनि मैले एउटा इभेन्टलाई चाहिँ लेखेको छु, किनभने त्यो कथा म कहाँ ठोकिन आइपुग्यो कि जन्मिसकेपछि जन्मिएको पहिलो 2 वर्ष तपाईलाई तपाईकी आमाले, बुबाले, हजुरआमाले आफ्नो काखमा राखेर कसरी खेलाउनु भयो। त्यो खेलाउने बेला उनी हाँसिरहेकी थिइन्, हाँस्न सकिरहेकी थिइन्, वा उनीले रुँदै खेलाइरहेका थिइन्, वा निधारमा गाँठो पारेर खेलाइरहेकी थिइन्। त्यसले पनि तपाई जीवनभर कस्तो हुने भन्ने कुरामा धेरै असर गर्दो रहेछ। अब जुन पात्रको तपाईले अहिले यहाँ कुरा गर्नुभयो, हुन सक्छ उसको अतीतमा यस्तै यस्तै घटना घटेको हुनुपर्छ र ऊभित्र फिलिङ अफ गिल्ट, सहानुभूति, पश्चाताप भन्ने जुन भावना छ त्यो एकदमै कमजोर हुनुपर्छ। हामीहरूले आफ्नो घरमा, इभन विद्यालयमा पनि, म त अझ विद्यालयमा यो एकदमै धेरै पुस्तक पढाउनु भन्दा पनि मलाई अस्ति हामीहरू यहाँ आउँदै थियौँ हैन, अनि मेरो छोराले जो अहिले 8 वर्षको छ हैन, स्कुल बन्द भयो। अनि स्कुल बन्द भएपछि हामीहरू अहिले सुर्खेतबाट चितवन आउँदै थियौँ, कहीँ घुम्ने भनेर निकालेको थियौँ। अनि उसले एउटा लिस्ट ल्याएर दियो कि लिस्टमा के थियो भने एउटा साथीको नाम थियो र उसलाई लगिदिने गिफ्ट थियो कि पापा हामी कहीँ गयौँ भने यो किन्नुपर्छ। र हामीले त राज्य महानायक राय समाललाई पनि भेट्दैछौँ। मेरो बेस्ट फ्रेन्ड चाहिँ राज्य समालको एकदम ठुलो फ्यान हो, उसको लागि राज्य समालको साइन भएको पुस्तक लेखिदिनुपर्छ। मलाई मनपर्ने दादा यज्ञ दादा हो, यज्ञ दादाको लागि एउटा किताब, उहाँ खुब किताब पढ्नुहुन्छ, उसको साइन भएको किताब लगिदिनुपर्छ भनेर 2टा किताब हिजो राय समालसित उसले साइन गराए कि मलाई यस्तो लाग्यो कि ओहो यो बाबु चाहिँ पास भयो। अब उसले जीवनमा कति नम्बर ल्याउँछ भन्ने कुरो थाहा छैन। अरूलाई दिन सकेर आफू खुसी हुने त्यो भावनाको विकास हामीले सानै उमेरदेखि गराउन सक्यौं भने जिनमा के छ, उसको आमामाथि कस्ता घटनाहरू घटे त्यसलाई हामीले अझै पनि
इरेजर लगाउन सक्छौँ, अझै पनि उसलाई हामीले मानवीय बाटोमा चाहिँ लैजान सक्छौँ जस्तो लाग्छ। र अब हामी चिकित्सकहरू कुरा गरिरहेको हुँदा हामी जसले हामीलाई हेरिराख्नु भएको छ, तपाईँको जीवनमा कुनै पनि घटना घटिहाल्यो भने एकचोटि पज गर्नुहोस्, बटन दबाउनुहोस् र सोच्नुहोस् एकछिन कि यो घटनाले म भित्र कस्ता खालका तरङ्गहरू उत्पन्न गरे, राम्रा पनि हुन्छन् नराम्रा पनि हुन्छन्, अनि त्यसलाई फिल्टर गर्न एकदमै जरुरी छ। मेरो एकचोटि के भयो भने डाक्टर भइसकेपछि केही समयपछि जब अलिकति आय आर्जन भयो, मैले मेरो जीवनको पहिलो गाडी किने। अनि सुर्खेतको एकदम गर्मीमा म गाडीमा मजाको एसी लगाएर मनपर्ने गीत सुनेर भर्खरै आफूले चलाउन जानेको छ, उता मान्छे हेर्दै आफूले पनि हेर्दै मलाई हेरिरहेछन् कि नै भनेर होइन। अब त्यति बेलाको अब भनौँ न आजभन्दा 15 वर्ष अगाडिको युवक भर्खरै केही कमाएको जस्तो महसुस भएको गइरहेको थिएँ, बाटोमा गइरहेको थिएँ। अनि मसुरीखेत भन्ने एउटा ठाउँमा यस्तो पर एउटा लट्ठी टेकेर एउटा बुढी आमा हिँडिरहेकी थिइन्। अनि आमाको पछाडि एउटा यस्तो दृश्य, बलियो दृश्य मैले देखेँ कि एउटा हिँड्न नसक्ने बालाई उनको छोरीले आफ्नो पछ्यौरीमा के यसरी हुन्छ नि, बुढो बालाई यसरी बोकेर त्यो गर्मीमा उनीहरू कतै जाँदै थिए कि सकि नसक्नु भयो। मैले नजिकै लगेर गाडी रोकेर ती छोरीलाई भने म पुर्याइदिन्छु, कहाँ जान लाग्यो तपाईँहरू भने। अनि ती छोरीले बस पार्क जान लाग्यो हामी भने, बाटो बस पार्ककै थियो। यसो ती बुढाबातिर हेरे सुतेको जस्तो आँखा, उनले मलाई सुनिरहेका थिएनन्। अनि उनीहरूले ल भित्र बस्नुहोस् भनेपछि उहाँहरू भित्र बस्नु भयो। गाडी चलाउँदै गरी त्यो ऐनाबाट पछाडि ती बाला यसो हेर्दा तप चुइएको पसिना बाउ छोरीको बिस्तारै सुक्दै गयो गाडीको एसीले। उनीहरूले पुसे अनि बाको बिस्तारै होस खुलेको जस्तो यसो हेर्नुभयो। अनि बस पार्क निर लगेर मैले उहाँहरूलाई छोडेर बाहिर निस्किने बेलामा आमा पहिला निस्किनु भयो, दुईटा लट्ठी झिक्नु भयो उनीहरूको, अनि उभिनु भयो साइडमा गएर। अनि छोरीले बाउलाई फेरि निकालिन्। बाउ खोज्छै अलिअलि हिँड्न सक्ने मात्रै हुनुहुन्थ्यो। अनि पछि बाले यस्तो मतिर फर्काएर यहाँ गोजीमा हात हालेर भाडा कति हो बाउ भन्नुभयो। अनि मैले यस्तो फर्केँ। अनि मैले बालाई भने होइन पर्दैन, मैले पुर्याइदिएको मात्रै हो तपाईँलाई, पर्दैन बा, ल जानु होला राम्रोसित भनेर म अनि आफ्नो बाटो लागेँ। बाले यसरी भन्नुभयो अनि म निस्केँ। मलाई अहिले पनि मैले त्यसपछि आफूलाई एकछिन पज गरेर हेरेँ कि, यस्तो पज गरेर हेरेँ। यो गाडी त किनेँ मैले होइन, गाडीमा पनि हिँड्छु, यो गाडीको आनन्द बढी थियो कि तिनीहरूलाई त्यो 10 मिनट पनि थिएन होला, 5-7 मिनटको जुन यात्रा उनीहरूलाई मैले सानो सहयोग गर्ने मौका मिल्यो, त्यसको बढी आनन्द थियो होला। त्यसैले जीवनमा चाहिँ हामीहरूले धेरै घटनाहरू घट्छ, साथीसित झगडा पर्छ। एउटा म बेला विद्यालयहरूमा कलेजहरूमा गएर अनि यो मेन्टल हेल्थ सम्बन्धी ट्रेनिङ दिन्छु र तपाईँहरूलाई के गाह्रो भइरहेको छ, यहाँ केही कुरा भन्न सक्नुहुन्न भने मलाई फोन गर्नु, कफी खान आउनु मसँग भन्छु। अनि धेरै विशेष गरेर युवकहरू आफ्नो लभ लाइफ बिग्रेपछि होइन, छोडेर गएपछि एकदम त्यो तनावमा मलाई त सुसाइडल एकदम थट आउँछ भनेर म कहाँ हुनुहुन्छ कि। अनि मैले उहाँहरूलाई भन्छ एकछिन पज गर जीवनलाई, जस्ट पज गर र हेर अब वाट गुड थिङ हेज ह्यापेन्ड। यो दुःखमा के राम्रा कुराहरू भइरहेका छन्। पहिलो, सम्बन्धको महत्त्व बुझियो। अब यो त बुझ्यो नि, आफ्ना वरिपरि भएका अन्य सम्बन्धलाई अब एकचोटि भने आमासित यत्रो वर्षको सम्बन्ध थियो, आमाले भन्छन् होला एकैछिन बस्न बाबु, होइन मलाई हतार छ, त्यो प्रेमलाई अलिकति अझ गहिरो गर्ने मौका मिल्यो नि। यसको महत्त्व बुझ्नु। साथीभाइहरू छन् होला, सायद तिमीलाई मन पराउने अरू कोही छन् होला, अझै खोज न वरिपरि। एउटा अर्को कुरा, अझ महत्त्वपूर्ण कुरा के हो भने आज तिमीलाई कसैले धोका दियो, तिमी छेद विच्छेद छौ
हेर त धोका भन्ने कुरा कति गाह्रो कुरा रहेछ। जीवनमा कसैलाई धोका दिनु हुँदैन भन्ने कुरा त बुझियो कमसेकम। फेरि यो मान्छेको शरीर जुन छ यो त जनावरको शरीर हो। हेर्नु मेरै शरीर पनि मलाई 10 जनाले क्रूर धोका नदिएसम्म यो शरीरले बुझ्दैन कि धोका भनेको के हो। धोका जरुरी छ के, दुःख एकदमै जरुरी छ। मलाई यति दुःख चाहिएको छ जीवनमा, वा सबै शरीरलाई दुःख बुझ्नलाई पनि अनेकौं दुःख आउनुपर्छ जीवनमा। त्यसैले जीवनमा एकछिन पज गरेर हेर्ने, केही समस्या आइलाग्यो वा सुख आइलाग्यो भने एकछिन आफ्नो जीवनमा रोकेर एकछिन पज गरेर त्यसको एकदमै राम्रो एनालाइज गरेर अगाडि बढ्ने बानी गर्यो भने जीवनमा एकदमै धेरै कुराहरू सिकिन्छ। अब अलिकति मान्छेको छनौट, मान्छेको एजेन्सी, त्यसको कुरा गरौँ। किनभने डाक्टर साहबले जुन कुरा गर्नुभयो दुःखलाई पार पाउने कुरा छ। मैले अघि गौतम बुद्धले पनि भनेको आफ्नो जिम्मेवारी आफै लिऊ भन्ने कुरा थियो भने त्यसको कति सुन्दर उदाहरणहरू यसमा म जस्तो एक दुईटा अलिअलि उल्लेखित गर्छु। सुरुमा जङ्गबहादुरको कथा छ। त्यहाँ प्रत्येक कदममा व्यक्तिको छनौट छ। जस्तो कि जङ्गबहादुरलाई औषधि खुवाएर उसलाई हिँड्न सक्ने बनाउने कि उसलाई औषधि नखाएर उसलाई उसको अपाङ्गता जस्ताको त्यस्तै राखेर भत्ता बुझ्ने, जङ्गबहादुरको बाउको त्यहाँनिर छनौट छ। भूकम्प गए पछाडि बिरामी सुर्खेत आउलान् भनेर पर्खेर बस्ने कि बिरामी भएकै ठाउँमा जाजरकोटमै जाने, अनि त्यस पछाडि जङ्गबहादुरलाई त्यहीँबाट औषधि मात्रै पठाउने कि उसको घरसम्मै जाने भन्ने। त्यो डाक्टर साहबको आफ्नो पनि छनौटको कुरा थियो। त्यही छनौटको कारणले डाक्टर साहबले त्यो गाउँमा गएर जुन एकजना आमा जो त्यहाँ जुन त्यो घर भत्केर आफ्नो शिशुलाई मारिसके पछाडि उसले मृत्यु भइसके पछाडि शिशुको शवलाई चाहिँ च्यापेर अनि घर खोतलेर उसलाई भनेर जुन तिहारको लागि किनिदिएको कपडा खोतल्दै हुनुहुन्थ्यो, त्यो कथा त्यो छनौटबाट आयो। त्यस पछाडि हामी अगाडि बढ्दै जाँदाखेरि मन्दिरेको सबैभन्दा एकदम क्लासिकल म छोटकरीमा भन्छु। मन्दिरे कुनै समयमा भारतमा दुर्घटना भयो, करेन्ट लाग्यो, हात काटियो, खुट्टा काटिने अवस्था छ। डाक्टरसित नोकझोक भयो, उनलाई काट्न मन छैन, डाक्टरले काटे मात्रै ज्यान बच्छ भन्छन्। नोकझोक भएपछि उनले अलिकति धेरै नै भने डाक्टरलाई, मेरो मासु खान खोज्यौ भनेर भनेपछि यसको नालीमा फ्याँक दो भनेर डाक्टर गए। त्यो चाहिँ नि यो किताबमा पढेका प्रसङ्गहरू मध्ये पनि सबैभन्दा मान्छे चाहिँ त्यो उसको जुन सन्ताप र त्रासदीको सबैभन्दा गहिराई हो नि, त्यसको पिच जस्तो लाग्छ कि मलाई। त्यो ठाउँमा पुग्यो त्यस्तो चाहिँ कस्तो लाग्छ नि, तपाईँ हामी अब जतिले यो हाम्रो कुराकानी सुन्नुहुन्छ सबैको जीवनमा कहिले न कहिले त्यो क्षण आउँछ क्या। तर यो किताबको सुन्दरता चाहिँ के भने मन्दिरेले त्यो क्षणबाट जे गरे नि त्यो चाहिँ मैले यो बुद्धत्व भन्ने त्योसित जोड्ने र त्यहाँनिर छनौटको कुरा आउँछ कि मान्छेको। छनौटको कुरा कसरी आयो भने मन्दिरेसित केही छैन भने पनि आफ्नो थुप्रै वर्ष श्रम गरेको इतिहास त छ नि, योगदान त छ, सम्बन्ध पनि छन्। सम्बन्ध कोसित छ? ट्रेड युनियनसित छ। त्यहाँ चाहिँ त्यो ट्रेड युनियनको मान्छे छ भन्ने थाहा छ। ऊ चाहिँ भारतको सत्तासित कसै गरी जोडिएको छ। त्यसो उनले आफूसित भएको सर्वाधिक बलियो हतियार उनले प्रहार गरे कि मुझे नाली में फेंकोगे मैं भी इंदिरा गांधी को बुलाऊंगा, प्रधानमन्त्री बुलाऊंगा भनेर उनले त्यो धम्की दिए पछाडि त्यो उनको त्यो एक्सन हो नि, जुन त्यो एउटा हरफ हो नि, त्यो हरफ बोल्ने छनौटले गर्दा उनको जीवन नै परिवर्तन भयो। त्यस पछाडि चाहिँ बाँकी कथा त्यसरी बन्न पायो। त्यसको श्रृङ्खला त्यसै गरिकन अस्मिताजीले जुन गर्नुभयो, जुन छनौटहरू गर्नुभयो, अस्मिताको बाआमाले जे छनौट गर्नुभयो एकचोटि हेर्नुहोस् त। त्यो समयमा वादी समुदायमा छोरीलाई पढाउने, जतिखेर चाहिँ अब छोरीको एक किसिमले चाहिँ अस्तित्व नै नस्वीकार्ने समाज हामी कहाँ अहिलेसम्म पनि छ। तथाकथित उच्च जातका भनिएकाहरूले नै नस्वीकार्ने अवस्था आजसम्म छ भने ऊ समयमा वादी समुदायबाट चाहिँ त्यो बाआमाले जुन छनौट गर्नुभयो। त्यसो हुँदाखेरि जुन यो चाहिँ डाक्टर साहबले अघि भन्नुभएको कुरासित जोडिन्छ क्या। जस्तो केही बढेन चाहिँ हाम्रो जीवन के हुने भन्ने कुरा केही चाहिँ हाम्रो इतिहासले नै नि एक किसिमले निर्धारण गरिसकेको छ। अनि त्यस पछाडि केही चाहिँ हामी आमाको पेटमा हुँदैखेरि भइसकेको छ, केही हामी 5 वर्ष 14 वर्ष छँदाखेरि त हाम्रो त बाल्यकालमै भइसकेको छ।
तर पनि गजबको कुरा चाहिँ के छ भने केही पनि त्यो ढुङ्गाको चाहिँ ढुङ्गामा कोरिएको जस्तो छैन कि एक किसिमको बालुवामा कोरिएको जस्तो छ क्या। अनि त्यहाँनिर चाहिँ हाम्रो एजेन्सी छ भन्ने चाहिँ यो किताबको सबैभन्दा बलियो पाटो चाहिँ मलाई त्यो लागिरहेको छ। हो त्यो जुन पात्रको बारेमा तपाईँले भन्नुभयो, हजुर, मन्दिरे दाईलाई चाहिँ मैले मेरो कोठामा बोलाइसकेपछि उनले सुनाएको पहिलो कथा हो कि। हजुर। अनि हात छैन उनको एउटा, अनि हात नभएपछि के भएको हात भनेर सोध्यो। मान्छेको के हुन्छ भने जस्तो तपाईँ हामी डाक्टर भयौँ, पढ्यौँ होइन, हामीले आफ्नो अगाडि डाक्टर लेख्छौँ, तल एमबिबिएस एमडी होइन, अब आफ्ना डिग्रीहरू लेख्छौँ। त्यो कागजको डिग्री वा भनौँ पढाइ लेखाइको डिग्री, सबै मान्छेको आफ्नो अनुभवको डिग्री पनि हुन्छ र उनीहरूले मौका पायो भने त्यो डिग्री भन्न खोज्छन् कि। र त्यो महत्त्वपूर्ण पनि छ। केवल डाक्टरकै डिग्रीबाट समाजले धेरै कुरा सिक्छ भनेर भन्नु पनि हाम्रो अहङ्कार हुन्छ। अहङ्कार हुन्छ। उहाँहरूको डिग्री छ, जीवनको डिग्री, कसैले कागजमा दिएन होला। अनि उहाँले भन्नुभयो मैले पन्जाबमा उखु बोकेँ, अनि धेरै कुराहरू छ यहाँ त्यो बोकेँ, मैले त इन्डै बोकेँ, कश्मीरमा स्याउ बोकेँ मैले, इन्डै बोकेँ। सिलगढीमा चाहिँ सिमलामा चाहिँ मैले कोल बोक्थेँ। अनि कोल बोक्ने क्रममा एक दिन ट्रकमा घुइँकेर गइरहेको थिएँ, माथि ठ्याक्कै टाउकोमा करेन्ट लागेछ कि। अनि टाउको करेन्ट यसरी फाल्छु भन्दाखेरि हातमा करेन्ट लाग्यो, अनि बेहोस भएँ। उठेको त हस्पिटलमा छु, जीवनमा कहिल्यै त्यत्रो हस्पिटलमा कसैले लगेनन्। यता हेर्छु उता हेर्छु, मान्छे छन्। टाउकोमा करेन्ट लागेको हो, हात काटेका छन्, घाँटी काटेका रहन्छन्। अनि हल्का हाँसो पनि लाग्यो रे उहाँले। अनि त्यसपछि उताबाट एकजना जस राम्री नर्सले उनलाई हेरेर किन हाँसेको भनेर सोध्ने बेलामा चाहिँ उनले यही जवाब फर्काए। अनि संवाद हुने क्रममा खुट्टा पनि पुरै त्यो टुक्रा टुक्रा भएको छ, भोलि डाक्टरले काट्ने भनेका छन्। अनि नर्सले चाहिँ के भन्नुभएछ भने तिमीलाई हेर्न आउने डाक्टर मध्ये ठुल डाक्टर चाहिँ खासै आउँदैनन्, ठुल डाक्टरसित मात्रै कुरा गर्छु भनेर भन्नु, जित गर्नु भनेर सिकाइदिए। अनि भोलिपल्ट डाक्टरहरू आएर उनलाई खुट्टा काट्ने अपरेसन थिएटरमा ओटीमा लैजाने भनेपछि अनि उनले ठुल डाक्टरलाई बोलाऊ, कुरा गर्छु, अनि बल्ल अरू कुरा गरौँ भने ठुल डाक्टर आए। उनले म डाक्टर देखेको हुनाले डाक्टरकै कथा उनलेबाट सुरु गरे हुन् कि, मलाई त्यो याद छैन। अनि उनले मलाई यस्तो हँसाए त्यति बेला। उनले के भन्यो भने ठुल डाक्टर आयो रे, त्यो ठुल डाक्टर यति ठुलो थियो रे कि, अग्लो थियो रे कि एकदम होइन, त्यो त रेडियो नेपालको टावर जस्तो हुँदो। अनि त्यसलाई हेर्नलाई आँखा चिमचिम गर्नु पर्थ्यो रे होइन, चिमचिम गरेर हेरे रे। त्यसका नाक, उहाँले यो शब्द यस्तो प्रयोग गर्नुभयो, त्यसका नाकका पोरा यति ठुला हुँदा हुन्, 4 पाथी धान हटाउँदा हुन् भन्नुभयो र हाँस्नु भयो कि। यस्तो कि उसकै अगाडि त्यो डाक्टर अहिले उभिरहेको छ, 4 पाथी धान हटाउँदा, अनि हाँस्दिए रे जोडले। अनि त्यसपछि ठुल डाक्टर चाहिँ एकदम बडा हिटलर जस्ता। यो 1932-33 को कुरा हो। यो भनेपछि कति 50 वर्ष अगाडिको कुरा हो सिमलामा। अनि 82 इन्दिरा गान्धी भएको समयमा। होइन, मैले अङ्ग्रेजी डेट भनिरहेको छु। अङ्ग्रेजी डेट 1982, अघि 32 भन्नुभयो। 1932 नेपाली डेट भनिरहेको छु, सरी मैले नेपाली 2032 हो, त्यही भने 2032 साल 2032 सालतिरको, मैले भनेपछि 32 सालतिरको, 32 सालतिरको कुरा हो। अनि त्यसपछि उनले भनेछन् क्यों बे, क्यों मना कर रहा है, इलाज काटना भी इलाज होता है, जोड़ना वो इलाज होता है। इतना हाथ काट लिया, पैर भी काट रहे हो, क्या मीट खा रहे हो मेरा भनेर भन्ने मैले। पछि ठुल डाक्टर बहुत रिसाए। अनि उतातिर यस्तो फर्केर इसे नालीमा लेकर फ्याँक दो भनेपछि मलाई मस्टा चढे रे, देउता चढे रे। अनि त्यो टेबल, आफै बसेको टेबल थिचाएर मुझे नालीमै फेंकोगे, मैं इंदिरा गांधी को बोलाऊंगा भनेर भनिदिए। त्यसपछि ठुल डाक्टर फर्किएपछि क्यों बे, कैसे बोलाएगा इंदिरा गांधी को भनेपछि उनले मेरो
कोइलावाला पानीको जो लिडर हो उसको डाइरेक्ट कनेक्सन छ भन्ने, उसको फेरि त्यो हस्पिटलको पैसा पनि उसैले तिरेको छ। अनि त्यसपछि चाहिँ उनले एउटा वाक्य भनेछन् कि और लोग छोएंगे तो ठीक नहीं होगा, आप छोओगे मुझे तो ठीक होगा बडै डाक्टर भनेर पनि भने। त्यो पनि चोइसको कुरा हो नि। हेर्नु न कस्तो महत्त्वपूर्ण कुरा छ। एउटा डाक्टरलाई यति धेरै डाक्टरहरू छन्, तपाईले छोइदिए मात्रै म ठीक हुन्छु भनेर भन्नु भनेको के हो? अनि उनको पछि ती शर्मा डाक्टरसँग सम्बन्ध एकदम राम्रो हुन्छ, बढ्छ, माया गर्छन्। अनि उनले पनि बेला बेला तपाईँ त नेपाली हो क्या भन्छ होइन। अनि मैले पनि मसँग पनि उहाँको यस्तै छ क्या सम्बन्ध, यस्तै अहिले चाहिँ सम्बन्ध छ। जीवनमा तपाईँले चोइसको कुराहरू भन्नुभयो नि। हजुर। अनि अस्मिता बहिनीको पनि कुरा गर्नुभयो। अस्मिताले बेला बेला मलाई भन्छ कि मान्छे जीवनमा ठुल्ठुला मान्छेहरूको प्रेरणा लिन्छ नि, यसले यस्तो गर्यो, म मेरो आइडल यो हो त्यो हो भन्छ। तर वास्तवमा मान्छेको आइडल उसको अतीत हुनुपर्छ कि। हरेक मान्छेले आफ्नो जीवनमा कति दुःख भोग्नु हुन्छ, आफूलाई दुःख आइलाग्यो भने आफ्नो पुरानो दुःखलाई सम्झिनु पर्यो। आफ्नो पुरानो दुःखमा आफूले के गरेको थियो, त्यत्रो समस्या परेको थियो त टारे मैले, यही शरीर हो यही मन हो टारे, यो सक्दिन र भनेर अगाडि बढ्नुपर्छ। उनले अस्मिताले चाहिँ अस्मिताको हजुरले भन्नुभयो विद्यालयमा गएर मेरी छोरी पढ्न चाहन्छे भनेर बाले भनेपछि स्कुलको प्रिन्सिपलले, आजभन्दा 20 वर्ष अगाडिको कुरा हो, कुशे जाजरकोट कुशेको विद्यालयको ठुलो मास्टरले नै के भने रे भने तँलाई स्कुल आउन त दिन्छु तर तैँले कसैलाई छुन पाउँदिनस्, लाइनमा पनि एक्लै बस्नुपर्ने, उभिनुपर्ने, कक्षा कोठामा पनि भुइँमा एक्लै बस्नुपर्ने। अनि कहिलेकाहीँ भिडभाड धेरै भयो भने कोठामा बस्न नपाइने, बाहिर निस्केर त्यो भित्ताको पुवाल हुन्छ नि, पुवालबाट ब्ल्याकबोर्डमा हेरेर लेख्नुपर्ने। अनि कहिलेकाहीँ छोइयो भने कुटाइ खाने, तर कुटाइ खायो सुन्नेको छ शरीर, घर गयो सुत्यो, भोलि बिहान उठ्छ फेरि कापी कलम लियो, फेरि एक एक दिन धकेल्दै 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 जाने बेला कक्षा 1 को अन्तिमसम्म उनी पुगिन्। परीक्षा हुन्छ, नतिजा आउँछ र उनी आफ्नो कक्षा कोठामा प्रथम हुन्छ। त्यसपछि उनले आफ्नो जीवनमा जहिले पनि प्रथम भएको छिन्। अनि अचम्मको कुरा के छ भने उनी ठुली भएर काठमाडौँ जाँदाखेरि पनि कलेजमा पनि उनी माथि दुर्व्यवहार हुन्छ। अनि कति दिन चाहिँ हप्ता दिनसम्म उनी कलेज जान सक्दैन। अनि त्यति बेला फेरि अन्तिममा त्यो एक कक्षा कि ती फुच्ची सानी आफ्नो इमेज उनको दिमागमा आउँछ, आगो बलेर आउँछ। त्यति बेला त यत्रो सहयोगी थिएँ भनेर। अहिले कर्णाली प्रदेशमा करिब 150 अस्मिताकै समुदायका बालबालिकाहरू पढिरहेका छन्, हुर्किरहेका छन् र उनीहरूको आइडल हुन् अस्मिता। सबैजना अस्मिता बन्न चाहन्छ। अस्मिताजीको कुरा आइहाल्यो। अब हाम्रो आज हामीले जुन यसको जुन दार्शनिक कोणको कुरा गर्दैछौँ त्यसलाई यो प्रसङ्गले अझै गहिरामा पुर्याउँछ। अस्मिताजीको कथा पढ्दै गर्दाखेरि मलाई बी आर अम्बेडकरको याद आयो। भारतमा बी आर अम्बेडकर जसको चाहिँ भारतको संविधान लेखनमा प्रमुख भूमिका थियो र मेरो विचारमा दलित समुदायको विश्वभरकै सबैभन्दा चिनिने त्यस्तो खालको नेता हो बी आर अम्बेडकर। त्यस्तो हुनुहुन्छ उहाँको पनि खास गरी स्कुलको अनुभव चाहिँ दुरुस्तै यस्तै थियो, अस्मिताजीको जस्तै थियो। अस्मिताजीको कथा भन्दा भन्दै डाक्टर साहबले कहाँ पुर्याउनु भयो, मैले यसबाट के बुझेँ भने म अलिकति पढेर सुनाउँछु है। अघि कति 150 जना बालबालिकालाई राखेर उनीहरूलाई उज्यालो भविष्य दिने प्रयास गरेको भन्नुभयो। त्यहाँ एउटा प्रसङ्ग छ कि बाबुआमा दुवै नभएको एउटा सानो बच्चा, बाबुआमा दुवैजना इन्डिया भएको हो क्यारे। अनि त्यस पछाडि त्यो आन्दोलन गर्नको लागि सुर्खेत आएको मान्छेहरूको भिडसँग ऊ त्यहाँ आएको अनि उसले पहिलोचोटि चाहिँ मम्मी भनेको। त्यस पछाडि उहाँ चाहिँ त्यो बालबच्चाहरूको हेरचाहमा लागिसके पछाडि यस्तै एक दिन म हराएँ। एकछिन यो ध्यान दिएर सुनौँ है डाक्टर साहब।
तपाईलाई यो चाहिँ यसको अलग्गै महत्त्व बोध छैन होला, किन तपाईँले यत्रो धेरै किताब लेख्नु भएको छ, तर यसभित्र यसले चाहिँ दर्शनशास्त्रको कुन गहिराई भेटेको छ भन्नेको लागि यस्तै यस्तै एक दिन म हराएँ, म भनेको सेल्फ। उनीहरूको हेरचाहमा मेरो मको सिमाना फैलिएको थियो। हेर्नुहोस् है, यसलाई साइकियाट्रीमा इगो बाउन्ड्री पनि भन्छ क्या, व्यक्तिको जुन त मानसिक सीमा हो, त्यो सिमाना फैलिएको थियो। कति पुगेको थियो त भन्दाखेरि उनीहरू सबै अट्ने जति माया र मानवताको रेखाङ्कनले म फैलिएर एउटा साँगुरो देश होइन पुरै पृथ्वी बने। उहाँले भनेको है, यो फेरि तपाईँले लेख्नुभएको तर अस्मिताजीको स्टोरी हो। यो मेरो जीवनको दोस्रो उकालो थियो। त्यो उकालो जो सकिँदा मेरो एक्लोपन पनि सकिएको थियो। मेरो लागि यो संसारमा निर्माण भन्ने कुरा छ भने अब मान्छे चाहिँ यति भ्रष्ट भइसक्यो कि अब सबै कुरालाई मान्छेले चाहिँ त्यसको अर्थ हराइसक्यो। निर्माण भन्ने शब्दको पनि एकदमै सस्तो प्रयोग हुन्छ क्या अचेल। मान्छेले दिनभरि केही चाहिँ जे पनि गर्यो, फटाइ पनि गर्यो, जे पनि गर्यो, अनि त्यस पछाडि दिनको केही छिन ध्यान गर्यो, ऊ गर्यो, अथवा चाहिँ त्यस्तै केही गरेर, अथवा महिनामा एकचोटि, वर्षमा एकचोटि केही दिन चाहिँ अलिकति समय छुट्याएर अनि म निर्माण प्राप्त गर्छु भन्छ। तर निर्माणको एउटा असली चाहिँ रूप वास्तविक जीवनमा चाहिँ यो हो जस्तो मलाई लाग्छ। र मैले अहिलेसम्म जति पनि मान्छेहरूको बारेमा, खास गरी यो अद्वैत दर्शन, गौतम बुद्धको दर्शन पनि आखिरीमा गएर अद्वैतमै पुग्छ। अनि त्यसमा जति पनि दार्शनिकहरूको कुरा मैले सुने, अब त्यस पछाडि अहिलेसम्म सुन्दै आएको छु, अथवा अष्टवक्र गीताबाट मैले हाम्रो यता अद्वैत वेदान्तको जे कुरा सिकेँ, बौद्ध दर्शनको जे कुरा सिकेँ, र जुन आधुनिक मनोविज्ञान र न्युरोविज्ञानको पनि, त्यो सबैले सिकाउने कुराको जुन जिस्ट हुन्छ नि, त्यो चाहिँ यो वाक्यमा छ जस्तो लाग्छ कि जुन दिन व्यक्तिको जुन त्यो आफ्नो इगो बाउन्ड्री चाहिँ पग्लिएर ऊ चाहिँ उसले आफूमा सबैलाई देख्न थाल्छ। इभन एउटा देशको सिमानाभित्र पनि रहेन, म चाहिँ पुरै पृथ्वी बने भनेर भन्नुभएको छ नि। यो गहिराई चाहिँ कहिलेकाहीँ अलिकति, अब यो त स्टोरी टेलिङको रूपमा आयो डाक्टर साहब है। तपाईँले त्योभन्दा धेरै दिन यो कथा भन्दा भन्दै यो अस्मिताजीको मुखबाट यहाँ आएको छ, तर तपाईँले आफै पनि अलिकति कहिले अलिकति दार्शनिक तवरबाट भनौँ न, मान्छेको जीवन के रहेछ भन्ने त्यो लेभलको इन्साइट त पक्कै आउँछ होला। अनि हो यसको एक्सपिरियन्स सुनौ न डाक्टर साहब। जस्तो कि पृथ्वीलाई के अरे संसारलाई आफूलाई कसरी हेर्नुहुन्थ्यो आज 10-15 वर्ष अगाडि, अनि दुईटा किताबको लेखन लगायतले चाहिँ, अनि यसको लागि जुन रिसर्च गर्नुभयो त्यसले चाहिँ अहिले कहाँ पुऱ्यायो? मैले जहिले पनि पहिला पनि दुईटा पुस्तक निस्किने बित्तिकै म जहाँ पनि विशेष गरेर सिनियर डक्टरहरूसित भेटेँ पनि भन्छ कि यार मेडिकल लाइनमा चाहिँ साहित्य पनि पढाइ गर्नुपर्छ। हामीले हेर्नु न कति कम्युनिकेसन स्किल्स भनेर कति क्लासहरू हुन्छ है, तर साहित्य अब्बल भएको मान्छेको कम्युनिकेसन स्किल राम्रो हुन्छ। एकदम करुणा, प्रष्ट बुझिने, मान्छेले छुने गरी बुझिने। मलाई चाहिँ मेरो यो दुईटा पुस्तक पछि जीवनमा व्यापक परिवर्तन भएको जस्तो चाहिँ महसुस हुन्छ। किनभने जस्तै यो पुस्तक स्पर्श लेख्ने बेलामा मैले करिब 30-35 जना मान्छेको कुरा सुने। तीमध्ये 10 जना को कुरा सुन्ने बेला म ऊ बन्न सकेँ कि म जो बन्न सकेँ उनको मात्रै कथा लेख्न सकेँ, वा उसको पनि म जति बन्न सकेँ उति मात्रै कथा लेख्न सकेँ। कस्तो गजब कुरा। र यो अर्को मान्छे बन्ने, ऊ भित्र उसको आत्मा बन्ने, ऊ जस्तै सोच्न सुरु गर्ने, उसले बाफरे यो तरिकाले जीवन हेरेको रहेछ, यस्तो भोग गरेको रहेछ। यसले चाहिँ तपाईको जीवनमा लहरा हुन्छ नि, लहरा वृक्षको लहरा हुन्छ नि, त्यसलाई टेको दिँदो रहेछ कि तपाईँ लहरा हुनुहुन्छ। एउटा टेका, दुईटा टेका, अनि माथि गएर तपाईँले बाफरे समाज यस्तो रहेछ भने चाहिँ भ्यू देखिन्छ नि, एउटा जीवन दर्शनको ठुलो भ्यू देखिँदो रहेछ, जसको लागि व्याख्या गर्ने शब्दहरू पनि एकदमै कम छ।
र यो कुरालाई अहिले आएर अब अहिले केही समय विशेष गरेर दोस्रो विश्वयुद्धपछि कस्तो भयो भने एभिडेन्स बेस्ड हरेक कुरा एभिडेन्स बेस्ड गर्ने हामी त झन् चिकित्सक भयो यो कुराको पनि एभिडेन्स छ कि यो कुराको के एभिडेन्स छ भने ती कविहरू जसले आत्महत्या गरेर आफ्नो जीवन सके उनीहरूको कविताको उनीहरूको शब्दको अध्ययन भएको रहेछ उनीहरूले कस्ता खालका शब्दहरू बढी प्रयोग गर्छन् र कस्ता खालका शब्दहरू कम प्रयोग गर्छन् भनेर उनीहरूले म र मेरो भन्ने शब्द एकदम धेरै प्रयोग गर्दो रहेछ र हामी हाम्रो भन्ने शब्द कम प्रयोग गर्दो रहेछ हेर्नु न कति महत्त्वपूर्ण छ त्यसैले बोल्ने बेलामा हामी हाम्रो भन्ने कुरा अलि बढी अघि भन्यो नि इगो बाउन्ड्रीलाई क्रस गरेर बोल्ने बेलै हरेक दिन प्र्याक्टिस गर्ने बेलामा त्यो बाउन्ड्री क्रस गरेर म नै ब्रह्माण्ड हुँ भने चाहिँ सबैभन्दा ठुलो मन्त्र भनेको अहम ब्रह्मास्मि म नै ब्रह्माण्ड हुँ भनेर हरेक वस्तुमा हरेक चिजमा आफू देख्ने प्र्याक्टिस गर्दै 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 गयो भने यसले मान्छेलाई स्वस्थ पनि बनाउँछ ब्रोड थिङ्किङ पनि बनाउँछ केही समयदेखि चाहिँ म यसको प्रयोग प्र्याक्टिस गरिरहेको छु जस्तो लाग्छ मलाई योभन्दा ठुलो ध्यान छ जस्तो लाग्दैन मैले यहाँ पनि आफूले ध्यान गरेर एकछिन ध्यान गरेर उठ्यो ध्यान नगरेको मान्छे आफूभन्दा बढी मुस्कान लिएर बसेको छ ध्यान भन्दा त धेरै महत्त्वपूर्ण रहेछ चिया खाँदै गर्ने बेला पनि ठुल्ठुला दर्शनका कुरा भन्दा पनि चिया खाँदै गर्ने बेला चिया मात्रै खाने मान्छे जसले चिया मात्रै खाइरहेछ त्यो तातोपनको पनि टेस्ट लिइरहेको छ त्यो पानीको पनि टेस्ट लिइरहेको छ त्यो चियाको रसको पनि आनन्द लिइरहेको छ चियामा मात्रै डुबेर खाइरहेको छ तर अर्को मान्छे हुन्छ फेरि यो चाँडो चाँडो चिया खाएर भाँडा माझ्न जानु छ वा त्यो गर्नु छ भविष्यमा पनि छ ऊ भने उसको जीवनको त्यो त्यही चिया हो खाएको दुईजनाले तर स्वाद फरक छ त्यसैले ध्यानको हामी जो कुरा गरिरहेछौँ ध्यानले मानिसको मस्तिष्कमा बृहत परिवर्तनहरू ल्याउँदो रहेछन् अनि मैले विशेष गरेर ध्यानको बारेमा पहिला पनि अलिअलि गर्ने प्र्याक्टिस गरेँ नहुने भइरहेको थियो कोभिड पछि विशेष गरेर कोभिडमा बडो सङ्घर्षशील जीवन बिताइयो 4 वर्ष जति शरीर पनि एकदमै बिग्रियो त्यसपछि मैले चाहिँ लगभग नियमित ध्यान ध्येय आफूले पज गरेर संसार हेर्नेदेखिलाई यी मेथडहरू आफ्नो जीवनमा प्रयोग गरिरहेको छु र यसले मलाई सिर्जनामा मुस्कुराउनुमा आफ्ना सम्बन्धहरूमा साथीभाइहरूमा आफूलाई फैलिन मद्दत गरिरहेको छ कहिलेकाहीँ गल्तीहरू हुन्छन् आफूबाट त्यसलाई ओहो मबाट गल्ती भएछ भनेर क्षमा माग्न पनि मलाई गाह्रो छैन मबाट गल्ती भयो भनेर स्वीकार्न पनि गाह्रो छैन यो अलिकति गरिरहेको छ र यो एउटा मार्ग हो म भर्खरै नर्सरी केजी क्लास मार्फतको म पुगेको छु र हेरिरहेको छु ओहो 10 क्लास पुग्यो भने कस्तो हुन्छ होला कति आनन्द हुन्छ होला भनेर त्यो मार्गमा चाहिँ हेरेको जस्तो लाग्छ के रे फैलिनु भनेको चाहिँ महत्त्वपूर्ण छ के जीवनमा हजुरको यो इगो बाउन्ड्रीको जुन भने यो चाहिँ एकदम इम्पोर्टेन्ट छ इगो बाउन्ड्रीको कुरा चाहिँ असाध्यै राम्रोसँग स्कट पेक मैले जुन अघि नामे द रोड लेस ट्राभलमा उनले एकदम गजबसँग लेख्छन् तिनको चाहिँ प्रेमको परिभाषामा त इगो बाउन्ड्रीको एकदम राम्रोसँग लिन्छन् भर्खर जुन ध्यानको कुरा गरियो अब जसले पनि यो हेर्दै हुनुहुन्छ हाम्रो कुराकानी सुन्दै हुनुहुन्छ म एउटा के अनुरोध गर्छु भने किताब पढाइ भनेको कहिल्यै पनि किताब पढाइ मात्रै होइन पढ्ने काम भनेको चाहिँ सुरुवात मात्रै हो यो पढे पछाडि तपाईले त्यसबाट के ग्रहण गर्नुहुन्छ त्यो ग्रहण गर्नको लागि तपाईले आफ्नो मस्तिष्कलाई कति सक्रिय बनाउनुहुन्छ अनि त्यो किताबमा आफू बाँच्न कति प्रयास गर्नुहुन्छ त्यो एकदम ठुलो कुरा हो त्यसो हुँदा खास गरी मैले अघि चाहिँ मन्दिरेजीको कथा चाहिँ मैले अघि त्यति ध्यान दिइदिएर डाक्सारलाई पनि भन्न लगाएँ र मैले बारम्बार भन्नुको कारण के भने जुन एउटा क्षण र छनौटको कुरा गरेँ नि मैले डाक्टरले नालीमा फ्याँक्दो भनिसके पछाडिको त्यस्ता थुप्रै कथा छन् त्यो हरेक कथामा चाहिँ त्यो पात्र भएर आफू नहेरिकन सकिँदैन यो किताब पढेपछि कि मान्छेले त्यो किताब पढ्नै सक्दैन कि मेरो खालको रहेनछ म यो पढ्न सक्दिनँ अथवा भनेर यहाँबाट यो प्राककथनबाट नहेरिकन गयो भने अर्कै कुरा हो जो किताब यो पढेर भित्र एकचोटि सुरु गरे उसले चाहिँ आफूलाई त्यो ठाउँमा राखेर हेर्छ ठुलो कुरा चाहिँ के हो जस्तो मलाई लाग्छ भने
रिफ्लेक्सन। जस्तै मन्दिरेको जुन त्यो कठिनाइ थियो त्यस्तो क्षण त त्यति नै इन्टेन्सिटी नहोला, तर त्योसित मिल्दोजुल्दो क्षण त मेरो जीवनमा पनि कति आएका छन् नि त। अनि त्यो क्षणमा चाहिँ मन्दिरले कस्तो निर्णय लिए, मैले कस्तो निर्णय लिएँ, अनि त्यो दुई चाहिँ त्यो तुलना गर्ने सिकाइको चाहिँ एउटा राम्रो प्रक्रिया र किताब पढेको सदुपयोग चाहिँ एउटा त्यो हुन्छ जस्तो मलाई लाग्छ। अनि जुन यो अद्वैत दर्शनसम्म जुन म नै ब्रह्माण्ड हुँ भन्ने कुरासम्म हाम्रो अघि पुग्यो, एकैछिन फेरि हामी के अरे बौद्ध दर्शनमा अलिकति फर्क्यौँ। बौद्ध दर्शन अनि सँगसँगै यो ध्यानको कुरा पनि। नेपालको सबैभन्दा ठुलो त्रासदीहरूमध्ये नेपाली समाजको भनौँ न, देशको भन्दा पनि के भइदियो डाक्टर साहब भने हामी जे कुराको पनि सतहबाटै चिप्लिने भयो के, त्यसको गहिराइमा नपुग्ने भयो। त्योमध्ये एउटा चाहिँ गौतम बुद्ध र को जीवन र बौद्ध दर्शन पनि हो जस्तो लाग्छ। नेपालमा तपाईँले टी सर्टमा सबैभन्दा बढी के लेखेको छ भनेर नारा हेर्नुभयो भने बुद्ध वाज बर्न इन नेपाल भन्ने चाहिँ टप 5 मा पर्छ होला। त्यसमा हामीलाई गौरव पनि छ। हामीले लुम्बिनीलाई पर्यटकीय स्थल पनि बनाएका छौँ, बेला बेला त्यहाँ गएर पनि आउँछौँ। हामीले गौतम बुद्धले यसो भनेर जानुभयो भनेर स्कुलमा पढ्न पनि पढ्यौँ। हाम्रो कोर्समा गौतम बुद्धको पढाइ पनि हुन्छ। गौतम बुद्धलाई निषेध नै गरेको पनि होइन, तर त्योभन्दा भित्र जुन गौतम बुद्धको शिक्षा हो त्यो त अचेल त मलाई के महसुस हुन्छ डाक्टर साहब भने बरु ढिलो गरेर भए पनि नेपाल बाहिरका, भारत बाहिरका अथवा एसिया बाहिरका भनौँ, पश्चिममा जहाँ चाहिँ उनीहरू अनुसन्धान अलि बढी गर्छन्, उनीहरू चाहिँ फरक फरक बाटोबाट भए पनि गौतम बुद्ध भएको ठाउँतिर बरु पुगिराखेका छन्। त्यो फेरि एकदम नयाँ प्रक्रिया पनि रहेनछ यो त। एउटा अलि पुरानो किताब छ नि, जेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स भन्ने, इभन त्यहाँ पनि यस्तो एकदमै गहिराइमा यो दर्शनशास्त्रको कुरा छ। यो भनेको अघिल्लो शताब्दीको किताब हो, 1970s तिर आएको जस्तो हो। अब अहिले त झन् इभन यो न्युरोसाइन्स र साइकोलोजीका यति धेरै अध्ययनहरू घुम्दै फिर्दै गौतम बुद्धको दर्शनसम्म आएका छन्। अनि यो हाम्रो समाजलाई के त्यसबाट चाहिँ सबैभन्दा धेरै फाइदा लिनुपर्ने र मेरो विचारमा बौद्ध दर्शनको महत्त्व चाहिँ अहिले जति छ आजको 10 वर्षमा चाहिँ त्योभन्दा 10 गुणा बढी अथवा 100 गुणा बढी हुन्छ जस्तो मलाई लाग्छ क्या। हाम्रो समाज चाहिँ जति धेरै चुनौतीहरूबाट गुज्रिरहेको छ, मान्छेको मानसिक स्वास्थ्यमा जति धेरै दबावहरू छन्, जस्तो कि हामी सामाजिक सञ्जालको युग हेरिसक्यौँ, अब आर्टिफिसियल इन्टेलिजेन्सको युगतिर जाँदैछौँ। समाज जति विखण्डित हुँदैछ, दुर्विकृत हुँदैछ, मान्छेको ध्यान जति टुक्रा टुक्रा भएर गइरहेको छ मान्छेको एटेन्सनको कुरा गर्दाखेरि, यो माहौलमा के अरे अब हामीलाई केले बचाउन सक्छ भने त्यो प्रेमले बचाउन सक्छ। मैले देखेको म त के भन्छु भने इभन जलवायु सङ्कट जस्तो सङ्कट छ नि, त्यसलाई हल गर्ने पनि प्रेमभन्दा अर्को तरिका छैन जस्तो लाग्छ क्या। मान्छेले जबसम्म ठ्याक्कै हामीले अघि जसरी कुरा गऱ्यौँ, म नै ब्रह्माण्ड हुँ र म भन्दा बाहिर प्रकृति छैन, म प्रकृतिकै पाटो, म नै प्रकृति हो, अनि त्यस पछाडि यो प्रकृति रहेन भने म पनि रहन्न। त्यसो हुँदा चाहिँ मैले जुन तथाकथित एउटा जुन त्यो विपरीत लिङ्गवालालाई गर्ने चाहिँ जुन रोमान्टिक प्रेम हो, त्यो भनेको प्रेमको असाध्यै सानो हो, 1000 भागको 1 भाग मात्रै हो। त्यसलाई फैलाएर चाहिँ सिङ्गो सृष्टिमा चाहिँ आफैलाई देखेर गर्नुपर्छ भन्ने कुरा मान्छेको ठुलो सङ्ख्याले आत्मसात गर्न सकेन भने जलवायु सङ्कट एक्लैले मान्छेको सभ्यता सिद्धाउने सङ्घारमा छ। अहिले सूचना प्रविधिको विकास त्यत्तिकै डरलाग्दो छ संसारमा। यो चाहिँ सोसियल मिडियाको अल्गोरिदमले मात्रै समाजमा यति धेरै विखण्डन र विकृति विसङ्गति ल्यायो। त्यस पछाडि अब एआईको युगमा के हुन्छ भन्ने कुराले चाहिँ जो एआई विकास गरिरहेका छन् उनीहरू नै थरथरी काँपिरहेको जस्तो अवस्था छ अहिले। अनि त्यसो हुँदाखेरि जुन जुन यो पपुलर लिटरेचर छ नि, जस्तो कि पपुलर किन भन्दैछु भने अब नेपाल जस्तो देशमा संसारमा कहीँ पनि किताब लेख्दैमा त्यो पपुलर हुँदैन, तर पनि शून्यको मूल्य 100 वर्ष जस्तो किताबहरू चाहिँ अरू किताबहरूभन्दा धेरैजना मान्छेहरूसम्म पुग्छ र अनि त्यसले उ गर्नु सक्छ जस्तो लाग्छ। त्यसो हुँदा मलाई चाहिँ यो एकदमै ठुलो र सामयिक हतियार जस्तो लाग्छ क्या समाजको अन्धकारसित र
चुनौतीहरूसित लड्नको लागि। अनि त्यसो हुँदा जुन हाम्रो यो बदलिँदै गरेको समाज र अनि नयाँ पुस्ता, अब हामी अन्तिमतिर पनि छौँ। अनि राम्रो कुरा के छ भने यसको भाषा नै तपाईँले खुलेर पनि नयाँ पुस्तालाई एड्रेस, प्रिय नयाँ पुस्ता भनेर लेख्नु भएको पनि छ। भाषा पनि नयाँ पुस्तालाई केन्द्रित गरेर गर्नु भएको छ। अनि त्यसो हुँदा यो नयाँ पुस्तालाई चाहिँ एक किसिमले यो भनेको जुन ऐतिहासिक रूपमा मान्छे लामो समयदेखि, जस्तो कि सती प्रथा देखिएको कथा छ नि, यहाँ सती प्रथा भोगेको एकजना सुब्दार्नीको कथादेखि लिएर अहिलेको अत्याधुनिक न्युरोसाइन्स र साइकोलोजीको रिसर्चसम्म, अनि यसलाई नयाँ पुस्तामा कसरी पुर्याउने होला र यो नयाँ पुस्तासितको इन्टरेक्सनलाई चाहिँ कसरी हेर्दै हुनुहुन्छ, अथवा अब चाहिँ अझ कसरी पुग्ने योजना छ, त्यसमाथि चर्चा गरौँ। यो पुस्तकमा चाहिँ एकजना हामीले ध्यानको कुरा गरिरहेको थियौँ होइन, सुरुमा ध्यानको कुरा गरिरहेको थियौँ, त्यसपछि नयाँ पुस्ताको कुरा गरिरहेको थियौँ। यो पुस्तकमा एकजना भेडा हामी जो भनिरहेको छ, उहाँलाई कसैले फलामको रडले टाउकोमा हानिदिन्छ। उहाँलाई समस्या, अलिकति आफूलाई समस्याहरू हुन्छ, तनावहरूको समस्याहरू हुन्छ। अनि त्यो सँगसँगै उहाँको जीवनमा एउटा चाहिँ अवसर पनि आउँछ। त्यो भनेको सडकमा चोटिला घाइते जनावरहरूलाई उनले रेस्क्यु गर्दै हिँड्न थाल्छ। यस्तै क्रममा मलाई त्यो उहाँले भनेको एउटा यस्तो मिठो कुरा म तपाईँलाई, सडकको बिचमा एउटा चाहिँ बाछी, सानी बाछी बिहा कराइरहेकी, रगत छ शरीरमा होइन, कहिले ट्राफिकले हानेको छ, कुटेको छ, कहिले पसलेले पानी हालिदिन्छ, कसैले कहिले किसानले बाली खाइदियो भनेर हानेको छ। अब तर त्यो एउटा ठाउँ छ जहाँबाट उनी हट्दिनन्, उनलाई लैजान्छन्, उपचार गर्छन्, अस्पताल लैजान्छन्, आउँछन्। तर त्यो फेरि घुमिफिरी खोज्दै त्यो एउटा ठाउँ छ, त्यहाँ बसिहाल्छ। सक्दैनन् उनले त्यो ठाउँबाट अर्को ठाउँ लैजानै सक्दैनन्, सडकको बिचमा छ फेरि त्यो ठाउँ। अनि पछि थाहा हुन्छ कि एकजना मान्छेले आएर भन्छन्, यसकी आमा यहीँनिर त्यो पानीको ट्याङ्करले हानेर मरेकी हो, आमाको लासलाई लिएर गइहाल्यो, यो यहाँ छुटेकी छे भनेर भन्छन्। अनि त्यति बेलामा चाहिँ उहाँ झसङ्ग हुनुहुन्छ। म पनि भिडभाडमा कतै मेला सेलामा गएको बेलामा आमाले पनि भन्छन् नि, तिमी यहीँ बस है, कतै नजानु, म एकछिनमा आउँछु भनेर आमा जान्छन्। उनलाई पनि सायद उसको आमाले मर्ने बेला त्यही भनेकी थिइन् कि यहीँ बसिराखेस् है, म आउँछु भनेर गएकी थिइन् कि। अनि उनले जनावरहरूको भाषामा यस्तो, ठिक छ नेपाली बोल्दैनन्, अङ्ग्रेजी बोल्दैनन्, केही त बोल्छन्, बोल्ने बेला त्यो उच्चारण गरिएको जुन लवज छ, टोन छ, जुन रफ्तार छ, त्यसबाट पनि त केही बुझिन्छ भन्छन्। अनि यसलाई के मन पर्दो रहेछ त, मलाई सानो हुने बेलामा एउटा त्यो गुलियो बिस्कुट मामाले ल्याइदिने सधैँ, त्यो एकदम मिठो लाग्थ्यो। यसलाई चाहिँ के मनपर्छ भन्दै गयो भने उनलाई चाहिँ हरियो काउली मन पर्ने रहेछ। काउली दिएपछि चाहिँ एकदमै उसप्रति ऊ हुने, अनि काउली उसलाई दिएपछि उसले चाट्दिँदै रहेछन् कि उसलाई। उसले त्यो चाट्ने बेलामा आफूलाई आफ्नो जुन समस्या थियो नि, त्यो रडले हानेर लागेको ठिक भएको महसुस गर्नुभयो अरे। त्यो डिप्रेसनै भएको थियो उहाँलाई, गाह्रो धेरै भएको थियो। दिएर सेवा गरेर उहाँलाई धेरै कुराहरू ठिक भएको छ कि आफ्नो जीवनमा। उहाँ अहिले पनि दिइराख्नु भएको छ, समाजलाई केही दिन्छु भन्नुहुन्छ, कहिले किसानहरूको कुरा गर्नुहुन्छ, कहिले के कुरा गर्नु, दिएर ठिक भएका मान्छे हो। त्यसैले गौतम बुद्धले एउटा ध्यान हामीलाई सिकाएर जानुभयो, तर त्यसको प्र्याक्टिकल, जब त्यसको व्यावहारिक प्र्याक्टिस गर्नुपर्ने हुन्छ नि, हामी ध्यान गर्छौँ, लामो ध्यान गर्छौँ, बुझ्छौँ, विजडम गेन गर्छौँ, तर त्यसलाई व्यवहारमा उतार्नको लागि त हामी फेरि समाज कुनै न कुनै प्रकारको सेवा गर्नुपर्छ। यो पुस्तकमा अर्को एकजना पात्र छ, उनलाई अब सानै हुने बेला अरू साथीभाइ बिनाहरू हिँडेको देखेर उनले आफ्नो बुवालाई भन्थे, आफ्नो आमालाई भन्थे अरे कि आमा उनीहरूको खुट्टामा आँखा छ क्या है, म त हिँड्न सक्दैन, यिनीहरू हिँड्छन् त, बिचरा पोलियो लागेको होइन।
अनि अलि ठुलो भएपछि उनलाई बोक्नै नसकिने जस्तो शरीर भएपछि घरमा चाहिँ छलफल व्हिलचेयर किन्नु पर्यो भनेपछि उसले चाहिँ जिद गरेर मलाई व्हिलचेयर होइन साइकल किनिदियो। यो 6 नटको कुरा अघि मैले भन्दै थिएँ नि प्रसङ्ग छुट्याएको। हेर्नु न कस्तो डिसिजन लिएको उसले। अनि त्यसपछि एउटा साइकल पनि आयो घरमा। अनि साथीभाइहरूले धकेल्दा रहेछन् उनले साइकल ह्यान्डल लडाउँदा रहेछ। अनि एक ठाउँमा गएपछि एक दिन महिनौँ दिनपछि साथीले छोडिदिएछ उसलाई। छोडिदिएर अगाडि यसो बढ्ने बेला त पाइडल चलिरहेछ। पाइडल अलि चलिरहेको छ। ओहो मैले पो हारेको रहेछ, मेरो खुट्टाले त हारेका रहेनछ। किरण सापकोटा भाइको कथा हो। तर हेर्नुहोस् है, यो प्रयास गर्न हच्कचाउने मानिसको लागि किरणको कथा सुन्न जरुरी छ हो नि। किनभने अहिले उनले करिब 100वटा विद्यालयहरूमा अहिले भ्याइसके र हजारौं विद्यालयहरूमा जहाँ वृक्षहरू छैन। मलाई खास तपाईँ र उहाँ चाहिँ भेट्नुपर्ने मान्छे जस्तो लाग्छ कि हैन। दुवैजना उहाँलाई तपाईले सम्भवतः तपाईको यो चितवन कचेरीमा बोलाउनुस् र यहाँका विद्यालयहरूमा नि उहाँलाई लिएर जानुस्। उसले विद्यालयमा गएर बुटा रोप्छन्। टिचरहरूले के भन्छ, यहाँ लगाएर काम छैन। भोलिपल्ट आउँछ फेरि उखेल्दिन्छ, पर्सिपल्ट आउँछन् फेरि 11 पटक वृक्षारोपण गरेका छन् र त्यो ठाउँलाई हरियो बनाएका छन्। त्यो हरियो भएपछि मानिसहरूले बुझेछन् कि ओहो अब त पानी पनि कम खानु पर्यो। विद्यालयमा हेर्नु, जुन विद्यालय हरित हुन्छ नि त्यो पानी कम खपत हुने रहेछ कि। उनले त्यसरी हरियाली बनाएका छन् विद्यालयमा। र यहाँ मात्रै होइन, राजस्थानसम्म गएर यहाँ नेपालको चाहिँ बुटा लगाएर आएका छन्। प्रयासको प्रयास 2 चोटि 3 चोटि 4थो चोटि गरेको प्रयासले फेल भयो भने पनि निराश नहुनु। अब 5औं चोटि गरिने प्रयासलाई त्यसले सहज बनाउँछ भन्नुहुन्छ कि उहाँले। त्यसैले अब फेरि बुद्धत्व त हामीले ज्ञान प्राप्त गर्छौं, तर यसको प्रयोग गर्नु पर्यो। प्रयोग त गर्नु पर्यो नि। त्यसैले यो पुस्तक 100 स्पर्शमा चाहिँ तेस्रो अध्याय प्रयोगको छ। त्यसैले मलाई चाहिँ कस्तो लाग्छ भने अब आउने युवा पुस्ताहरूले बौद्ध मार्गलाई प्रयोगको मार्गमा चाहिँ लैजान जरुरी छ। आफ्नो जीवनमा प्रयोग गर्ने र हेर्ने, यसले मलाई के फरक ल्यायो त, यो महिना के फरक ल्यायो, मैले यो कुराको प्र्याक्टिस गरेँ, यो महिना के फरक ल्यायो भनेर कहिले दान गर्ने, समाज सेवा गर्ने, ग्रिनरीमा काम गर्ने, यो डिरेक्सनमा हामी सानै उमेरबाट गयौँ भने तपाईले जुन विश्वको कल्पना गरिराख्नु भएको थियो नि अघि, जहाँ युद्ध कम छ, असमानताहरू हटेका छन्, सबैले पढ्न पाएका छन्, आफ्नो क्षमता अनुसारको प्राप्ति गरेका छन्, यसमा चाहिँ बौद्ध मार्गको प्राकृतिक प्रयोग अत्यन्त महत्त्वपूर्ण हुन्छ जस्तो मलाई लाग्छ। ठीक छ, हामी नयाँ पुस्ताको कुरा गर्दै थियौँ। नयाँ पुस्ताको एउटा त बुद्ध पढ्ने हैन कि बुद्ध बन्ने, बुद्धलाई बुझ्ने भन्दा नि बुद्धत्व कसरी अभ्यास गर्ने, त्यो चाहिँ अझ धेरै महत्त्वपूर्ण। बुझ्न त अनिवार्य भयो, तर बुझेर रोकिनु भएन, पढेर रोकिनु भएन भन्ने एउटा कुरा भयो। त्यस पछाडि जुन यो पठनकै कुरा गर्दाखेरि हामी दुईजनाले पढिसकेको एउटा किताब, म त्यसको नाम लिउँ, अनि त्यस पछाडि जुन हाम्रो यो नयाँ बदलिँदो गरेको समयको चुनौतीको कुरा गरेर अनि त्यस पछाडि हामी टुङ्गाउँछौँ। भिक्टर ई फ्र्याङ्कल भन्ने एकजना व्यक्ति हुनुहुन्छ। उहाँका थुप्रै किताबहरूमा छन्, त्यो मध्ये म्यान्स सर्च फर मिनिङ भनेको उहाँको सबैभन्दा विश्वविख्यात, र उहाँ भनेको मनोविज्ञानमा एउटा उपचारको नयाँ तरिका पत्ता लगाएको मान्छे, लोगोथेरापी भन्ने छ। त्यसको चाहिँ त्यो किताबमा पनि राम्रैसँग चर्चा छ। उहाँ भनेको दोस्रो विश्वयुद्धमा हिटलरले जुन 60 लाख यहुदीहरूको जुन कत्लेआम गरेको थियो होलोकास्टको बेलामा, तिनै ग्यास च्याम्बरहरूबाट जिउँदै बचेर निस्किन सक्ने मुठ्ठीभर मान्छेहरूमध्ये एकजना। अनि उहाँ आफू चाहिँ पेसाले साइकोलोजिस्ट पनि। त्यसले गर्दाखेरि उहाँ जतिखेर त्यो कन्सन्ट्रेसन क्याम्पमा हुनुहुन्थ्यो त्यतिखेर उहाँले चाहिँ त्यो ग्यास च्याम्बरमा जानबाट बचेका आफूसितका साथीहरूको पनि मनोवैज्ञानिक अध्ययन गर्न पाउनुभयो र नाजीहरूको पनि अध्ययन गर्न पाउनुभयो। अनि त्यस पछाडि उहाँले जुन
त्यो किताबको मेन थिम भनेको र त्यो लोगोथेरापीको पनि थिम के भने जतिसुकै प्रतिकूल अवस्था आओस्, जतिसुकै प्रतिकूल, त्यो भनेको कति प्रतिकूल भने हामीले अघि अहिलेसम्म जति भन्यौँ मन्दिरको जुन कथा भन्यो, अरू पात्रको कथा भन्यो, त्योभन्दा पनि प्रतिकूल है। जस्तो कि त्यो उहाँहरूलाई राखेको ठाउँमा चाहिँ कस्तो हुन्थ्यो भने कोही मान्छे बिरामी पर्यो, ज्वरो सोरो आयो, कमजोर आयो, के अरे कमजोर भयो भने ऊ चाहिँ ग्यास च्याम्बरमा गइहाल्यो, किनभने उहाँहरूलाई राखेको थियो फोर्स लेबरको लागि, जबरजस्ती काम गराउनको लागि। कमजोर भयो भने त उसले काम गर्न नसक्ने भयो। त्यसो हुँदा उसले जुन बँधुवा मजदुरको जस्तो उहाँहरूको काम थियो त्यो चाहिँ दिनमा दुईचोटि एउटा दुईटा केराउको गेडा अनि बाँकी चाहिँ पानीको सुप खाएर दिनभरि ट्रेन्च खन्ने जस्तो काम गर्दाखेरि जो मान्छे अलिकति पछाडि पऱ्यो ऊ चाहिँ त ग्यास च्याम्बरमा गएर सकिहाल्यो। उहाँहरूको त्यो अन्त्य के अरे नेक्स्ट विकल्प त्यो हुन्थ्यो। त्यो अवस्थामा पनि पहिलो कुरा मान्छे कसरी बाँच्छ, दोस्रो कुरा चाहिँ उसले आफ्नो कन्साइन्सलाई, आफ्नो डिग्निटीलाई, आफ्नो स्वविवेकलाई, आत्मसम्मानलाई कसरी बचाउँछ र उसको आत्मसम्मान गए पछाडि के हुन्छ। कस्तो मजाले हेर्ने ठाउँमा हुनुभयो कि उहाँ। र अनि त्यस पछाडि मान्छे चाहिँ अब हार खायो भने के हुन्छ भन्ने कुराको पनि त्यहाँ कस्तो राम्रो उ छ के। अनि हार खाएको र अब मृत्यु पर्खिने मान्छेले के गर्छ भन्ने पनि कस्तो राम्रो व्याख्या छ यो कुरा चाहिँ। र त्यस पछाडि उहाँको सबैभन्दा डिप इन्साइट र त्यो लोगोथेरापीको पनि बेस के हो भने चाहिँ मान्छेले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो चाहिँ विवेकलाई जिउँदै राखेर बाँच्नको लागि चाहिँ एउटा कुराले सहयोग गर्छ अरे क्या। त्यो भनेको के हो भने चाहिँ जीवनको लक्ष्य, उद्देश्य के हो, म के को लागि बाँचेको, त्यो जीवनको अर्थ। जोसँग अर्थ छ ऊ चाहिँ जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि बाँच्छ, मात्रै होइन कि आफ्नो टाउको ठाडो गरेर बाँच्छ, आफू लज्जित हुनुपर्ने काम गर्दैन। अनि त्यस पछाडि जसले त्यो उद्देश्य गुमाउँछ नि ऊ कि आफू मर्छ कि आफू राक्षस भन्छ क्या। त्यो दुईटा विकल्प छ। र त्यो बाँच्ने अर्थ पाउनु र नपाउनुमा त्यत्रो ठुलो अन्तर छ भनेर उहाँले भन्नुहुन्छ हैन। त्यसो हुँदाखेरि त्यही कुरा यसमा पनि हामीले बारम्बार यी पात्रहरूले जसले आफू बाँच्नुको अर्थ भेट्छ, सार्थकता भेट्छ, म चाहिँ यसको लागि बाँच्ने हो भन्छ। जस्तो किरणजीको अघि तपाईँले उदाहरण दिनुभयो, अस्मिता बादीजी हुनुभयो, अनि त्यस पछाडि अर्को चाहिँ त्यो हाम्रो प्रशान्त भन्ने एकजना भाइ छ, पासाङ अर्को एकजना पात्र छ है। अनि त्यस पछाडि मन्दिरको त हामीले यति लामो चर्चा गरिहाल्यौँ। म नयाँ पुस्ताको चाहिँ एउटा चुनौती के देख्छु भने अब हाम्रो इन्फर्मेसनको चाहिँ ओभरलोड छ है। मान्छेले चाहिँ एक दिनमा म 100वटा भिडियो, म 500वटा भिडियो हेर्छु भने पनि फुर्सद भएको मान्छेले हेर्न पाउँछ सक्छ। तर त्यसले उसको चाहिँ जीवनको उद्देश्य देखाउने काम नगर्ने मात्रै होइन कि पहिला उसलाई बोध छ भने त्यो बोधलाई मेटाइदिन्छ क्या त्यो डिस्ट्र्याक्सनले गर्दाखेरि है। उसले यति धेरै कुराहरू हेर्छ कि उसको कुनै पहिला चेन अफ थट कुनै थियो र प्रक्रियाभित्र चलिरहेको थियो भने त्यो डिस्ट्र्याक्सनले झन् अवरुद्ध गरिदिन्छ। त्यसो हुनाले जुन यो न्यू मिडिया इकोसिस्टम छ नि डाक्टर साहब, त्यसमा व्यक्तिले चाहिँ जस्तो कि अब अस्मिता बादीजीले चाहिँ त्यो आफ्नो अवस्थाको कारणले त्यस्तो प्रतिकूल, उहाँको आफ्नो जीवन खास किसिमको थियो, त्यसले गर्दा अर्थ भेटाउनु भयो। अनि त्यस पछाडि त्यो घटनाको एउटा टर्न अफ इभेन्ट्समा त्यसले गर्दा किरण भाइले त्यसरी भेटाउनु भयो। आम जो मान्छे जसको लागि त्यस्तो परिस्थिति छैन, अहिले स्कुलमा पढिराखेको, कलेजमा पढिराखेको जुन आम मान्छेहरू हुनुहुन्छ नि, उहाँहरूले चाहिँ त्यो कसरी भेटाउन सक्नु होला जीवनको सार्थकता। र अनि त्यो प्रक्रिया चाहिँ यो पात्रहरूबाट चाहिँ सिक्ने कुरा उहाँहरूको लागि के हुन सक्छ होला, त्यो गरेर हामी आज टङ्गाउँ। तपाईँले अघि कस्तो महत्त्वपूर्ण कुरा भन्नुभयो कि मैले पनि यो पुस्तक लेख्ने बेलामा थाहा पाएको एउटा एकदम इन्ट्रेस्टिङ कुरा चाहिँ मान्छेको जुन हाम्रो ब्रेन हरेक चिजको क्यापेसिटी हुन्छ नि त, पोखिन्छ नि त। मान्छेको चाहिँ ह्युमन ब्रेन 24 आवर्समा कति इन्फर्मेसन लिने त त्यसको क्यापेसिटी रहेछ हो नि। यसले चाहिँ 25,000 वर्ड बराबरको इन्फर्मेसन लिन सक्दछ। ओके, 25,000 वर्ड्स अन एभरेज। तर अहिले जसले नियमित मिडिया चलाइराख्नु भएको छ, मिडिया चाहिँ
अहिले र पुरानो पुस्तामा के फरक रहेछ भने एउटा रिसर्च भएको छ कि त्यसमा चाहिँ के छ भने केही नगरेको बेला तपाईँको हात फोनमा हजुर कति जान्छ भन्ने रिसर्च भएको छ कि नयाँ पुस्ताको चाहिँ 77% जाँदो रहेछ, पुरानो पुस्ताको चाहिँ 15% जाँदो रहेछ ओहो अहिले बाँचिरहेको। त्यत्रो फरक त्यति फरक। अनि अहिले पुरानो पुस्ताले त दे आर सिइङ एभ्रिथिङ थ्रु टेक्नोलोजी नि होइन, अनि उनीहरूको ब्रेन पनि त्यही अनुसार चेन्ज भएको छ। यसका राम्रा कुराहरू एकदम धेरै छन्, फेरि एउटा दुईटा नराम्रो कुरा होलान्, थाउजन्ड्स अफ गुड थिङ्स आर ह्यापनिङ मेरो नजरमा है। अनि मैले अघि कुरा गर्दै थिएँ इन्फर्मेसन 25,000 वर्ड्स बराबरको इन्फर्मेसन लिन सक्छ। हेर्नु इन्फर्मेसन लिनु भनेको लिनु मात्रै होइन कि लिइसकेपछि नचाहिने कुरा त्यहाँ इरेज गर्नु पर्यो। ब्रेन त एकदमै इन्गेज हुन्छ नि त, त्यसपछि प्रोसेस गर्नु पर्यो, बुझ्नु पर्यो, मेमोराइज गर्नु पर्यो, अनि क्रिटिकल्ली पनि सोच्नु पर्यो, धेरै कुराहरू छ। सो 25,000 वर्ड्स। तर जसले मोबाइल नियमित चलाइरहेछन् अन एभरेज 1 लाख वर्ड्स जाँदो रहेछ नि। सो ब्रेन ह्याङ हुन्छ कि एट द एन्ड अफ द डे अर आफ्टर 6 आवर्स 8 आवर्स तपाईँ यस्तो फिल हुन्छ नि कहिलेकाहीँ धेरै मोबाइल हेऱ्यो भने। र कतिपय मान्छेलाई त्यो आँखा दुख्यो भन्छ, आँखा दुख्यो होइन कि दिमागै दुख्यो हो कि, त्यो मस्तिष्कै ह्याङ भइसक्यो कि भित्र होइन, आउट अफ दुखिरहेछ कि भित्र, यस्तो चलिरहेछ कि इन्जिन तात्तिसक्यो कि भित्र होइन। त्यसैले मेरो विचारमा आउने पुस्ताले स्पेसल्ली आफ्नो पेज जस्तो फेसबुक छ, इन्स्टा छ, पेजलाई अर्गनाइज गर्नु पर्यो, डिसअर्गनाइज हुन दिनु भएन। कसलाई फलो गर्ने, 4जनालाई फलो, आफ्नो इन्ट्रेस्ट फोटोग्राफी हो भने फोटोग्राफीलाई फलो गर्ने होइन, पुस्तक पढ्ने हो भने पुस्तक राइटरहरूलाई फलो गर्ने, पोलिटिक्स गर्छौ भने राम्रो पोलिटिसियनहरूलाई फलो गर। सो एउटा चाहिँ आफ्नो जुन मिडिया छ, जो ग्याजेटहरू छ, यसलाई अर्गनाइज चाहिँ गर्नु पर्यो। हामीले सानै उमेरदेखि अर्गनाइज गर्न सिकाउनु पर्छ। जस्तो अर्गनाइज ऱ्यान्डमली आउन थाल्यो भने चाहिँ भाइरल पोस्टहरू धेरै आउन थाल्छ, अननेसेसरीली भाइरल पोस्टहरू, त्यसले तपाईँको मस्तिष्क बिगार्छ। सो फलो अनफलो राखेकै छ नि, त्यो फिचर्सहरू छ, एउटा यसलाई प्रयोग गर्नु पर्यो भन्ने एकदमै इम्पोर्टेन्ट कुरा हो। अर्को हजुरले एकदमै इम्पोर्टेन्ट चाहिँ उद्देश्यको महत्त्व के छ जीवनमा है। मैले इकिगाई किताब अस्ति पढेँ होइन, त्यो किताबको मलाई एउटा प्रसङ्ग यस्तो छोएको छ कि। कसको किताब छ? यो जापानिज मेथड्सहरू जसले मान्छेलाई आयु अलिकति बढाउँछ। क्वेसनियरहरू चाहिँ आफ्नो स्टोरी सेयर गरेका छन्, 110 105 वर्ष बाँचेकाहरूले। एकजनाले चाहिँ के भन्नुहुन्छ भने तपाईँ 110 वर्ष बाँच्नु भएछ, कसरी बाँच्नु भयो त सोधिएको प्रश्नमा उहाँले जवाब के दिनुभएको छ भने म 70 वर्ष पुग्दाखेरि मलाई नयाँ कुरा सिक्ने इन्ट्रेस्ट भयो अरे, नयाँ कुरा, अनि लाग्यो अरे 10 वर्ष लाग्छ यो सिक्न, 80 वर्षमा त मैले बुझ्छु, एक्सपर्ट हुन्छु यसको, 80बाट त्यसको बिजनेस सुरु गऱ्यो भने 90सम्ममा बिजनेस इस्टाब्लिस हुन्छ, 90बाट बिजनेस सुरु गऱ्यो भने 100 वर्ष पुग्नेजेलसम्म त म यो इन्डस्ट्रीको टप भइहाल्छु नि भन्ने सोचेर उहाँले चाहिँ 70 इयर्समा नयाँ कम्प्लिटली नयाँ कुरा सिक्न थाल्नु भयो। सिकाइयो होइन कि सिक्छु भनेर होइन कि यसको एउटा एम्पायर खडा गर्छु 100 वर्षसम्ममा। माय गुडनेस। अहिले 110 वर्षमा हि सो सक्सेसफुल अबाउट द्याट। अनि त्यसैले म यसो गर्छु भन्यो भने हाम्रा जिनहरू, हाम्रो अर्गान्सहरू सब त्यसमा चाहिँ अगाडि बढ्न थाल्छन् र त्यसले हामीलाई सहयोग गर्छन्। तर कहिलेकाहीँ अहिलेसम्म मैले केही गर्दिनँ, केही गर्छु भनेर सोचेको छैन भने पनि त्यो अप्सन, अब अझै अप्सनहरू धेरै छ नि त। तर केही उमेर पछि चाहिँ हामीहरूले आफ्नो स्वभाव बुझ्नुपर्छ। एउटा बुक छ, म तपाईँ थ्रुबाट रिकमेन्ड गर्छु, वाट सेप आर यु भन्ने बुक छ। तिमी कस्तो स्वभावका हो भन्ने बुक छ। जस्तो म यसको चाहिँ इन्ट्रेस्टिङ कुरा भन्छु, घरमा सानो बच्चा, यत्रो बच्चा छ, तपाईँको र बच्चाको ठाकठुक पऱ्यो, झगडा पऱ्यो, बाउ छोरीको ठाकठुक पऱ्यो, छोरीले के हरकत देखाउँछ हेर्नु है, त्यहाँ त्यो छोरीले देखाएको त्यो हरकतले तपाईँलाई थाहा हुन्छ कि यसको स्वभाव के हो भनेर। हेर्नु उसले कस्ता खालका स्वभाव देखाउन थाल्छ। 1 नम्बर, उसले केही पनि नगरेर हिँडिदिन सक्छ, ठाकठुक झगडा परेछ, उसले भनेको जस्तो तपाईँले दिनुभएको छैन, गरेको छैन, त्यही पनि गएर आफ्नो कोठामा थपक्क भयो। ऊ स्क्वायर सेपको, ऊ पछि गएर पनि अन्तर्मुखी हुन्छ। उसको लागि आर्टिस्ट वा लेखक
क्रिएटर हुन सक्ने उसको लागि बेस्ट हो। ओके, उसलाई तैँले त नेतै हुनुपर्छ भन्न थाल्नु भयो र बनाइदिइहाल्नु भयो, त्यो फिल्डमा पठाइदिनु भयो भने त्यहाँ दुर्घटना हुन्छ। एउटा बच्चा, त्यही बच्चाले एउटा व्यवहार देखा, अर्को तपाईँसित लड्छ अब आएर, तपाईँसित ठाकठुक पऱ्यो पनि हानेको छ, टोकेको छ, लिडर क्यारेक्टर छ, त्यो ट्रायङ्गल सेप भएको मान्छे, उसले त्यही स्वभाव देखाइहाल्छ कि। अनि उसले अब उसलाई तपाईँले ओके दिस माई डटर क्यान लिड, कुनै दिन एउटा संस्था चलाउन सक्नेमा अगाडि बढ्ला, वकिलको लागि पर्फेक्ट भयो, सी क्यान फाइट ब्याक। अब अर्को फेरि अर्को एउटा कन्डिसन छ जो धेरै बच्चा बच्चीले गर्छन्, के गर्छन् भने कट्टी आजदेखि म बोल्दिनँ तपाईँसित भनेर हिँड्छन्, झगडा पनि गर्दैन, एक्लै पनि जाँदैन, तर केही भनेर गएको छ हाम्रो कट्टी भयो भनेर हिँड्नेहरू हुन्छन्। उनीहरू सर्कल स्वभावका हुन्। सर्कल स्वभावका भनेको उनीहरूको जीवनमा सम्बन्ध र माया सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छ। कुनै प्राप्त पनि गर्नु छैन, तर उनीहरूलाई के छ भने सम्बन्ध के, उनीहरूलाई लाग्छ कि म ठुसिएँ भने मेरो बाबुलाई चित्त दुख्छ र उसलाई पनि चित्त दुख्छ फेरि सम्बन्धसित। सो दे क्यान बी एक्सलेन्ट म्यानेजर्स, एकदम राम्रो म्यानेजर्स हुनसक्छ, डाक्टर हुनसक्छ, नर्स हुनसक्छन् यिनीहरू। त्यसैले सानै उमेरमा हामीलाई थाहा हुन्छ, प्यारेन्ट्सहरूलाई थाहा पाउन सक्छ, यो टिप्सहरू थाहा पाउनुपर्छ। मैले बुक पनि रिकमेन्ड गरेँ, व्यावहारिक रूपमा पनि हामीले हेर्न सक्छौँ। अनि यो हेरिसकेपछि यो त जेनेटिकल्ली उनीहरूले प्राप्त गरेर आएको कुरा हो, यसलाई बिगार्न चाहिँ हुँदैन। फेरि जे छ त्यसैलाई स्ट्रेन्थन गरेर उनीहरूको फिल्डमा लग्यो भने जीवन सुख हुन्छ, फ्रस्ट्रेट हुँदैन। अहिले हेर्नु न, नेपालमा डाक्टर नहुनु पर्ने मान्छेहरू डाक्टर हुन्छ, नेता नहुनु पर्ने मान्छेहरू रङ फिल्डमा गएका छन्। त्यो स्वयुद्ध त्यसपछि त्यहाँ सुरु हुन्छ कि स्वयुद्ध। आफू आफ्नो गरेको कार्यबाट खुसी छैन, कत्रो ठुलो स्वयुद्ध होला। किन त भन्दा कुनै ठाउँ यस्तो समय थियो जति बेला उसले कहाँ जाने आफ्नो बाटो जुन छ, हवाई जहाज छ, पानीमा गुडाइरहेको छ, तैरिरहेको छ पानीमा, ऊ बन्नुपर्ने थियो पानी जहाज, उसलाई धगलिएको छ सडकमा। त्यसैले हामीले अहिले अब नयाँ पुस्तालाई र उनको प्यारेन्ट्सहरूलाई चाहिँ आफ्नो बच्चालाई अन्डरस्ट्यान्ड गर्नुहोस् र त्यही फिल्डको लागि पलिस गर्नु सानै उमेरदेखि। धेरै कन्ट्रीहरूले त तपाईँको 5-6 क्लासदेखि नै तपाईँको चाहिँ विज्ञता छुट्याइदिइसकेका हुन्छन्, त्यति बेलै थाहा हुन्छ। 8-10 वर्षमा, धेरैमा 14 वर्षसम्म त मान्छे कहाँ जाने, कस्तो स्वभावको हुने भन्ने कुरो थाहा भइसकेको हुन्छ। मैले यति नै भनेको छु। हस्, यस पछाडि ल अब हामी टुङ्गाउँछौँ। जाने बेलामा जसले पनि यो इन्टरभ्यू यहाँसम्म हेर्नुभयो, इन्जोय गर्नुभयो होला भन्ने हामी आशा गर्छौँ। जो किताब पढ्न अभ्यस्त हुनुहुन्छ तपाईँहरूलाई धेरै भन्नु नपर्ला, यति भनिसकेर तपाईँहरूले मजाले किनेर पढ्नुहुन्छ भन्ने लाग्छ। तर किताबको संसारसित त्यति धेरै अभ्यस्त नहुनु भएको भाइ बहिनीहरूले जसले पनि यो किताबहरू के अरे यो कुराकानी सुन्नुभयो, कृपया स्वस्पर्श भन्ने यो किताब भयो, योभन्दा ठ्याक्कै अगाडि डाक्टर साहबले लेख्नु भएको शून्यको मूल्य भन्ने किताब छ। अनि यसमा जत्तिकै शक्तिशाली मान्छेका किस्साहरू त्यसमा पनि छन्। यी दुईटा किताब पढ्नु होला, सम्भव भयो भने नुनतेल भन्ने मेरो किताब छ, त्यो पनि पढ्नु होला। र समग्रमा यो किताब पढ्नु भयो भने मेरो विचारमा तपाईँहरूलाई किताबको संसारमा छिर्ने नयाँ पाठकहरूलाई ढोका खोल्छ जस्तो मलाई लाग्छ। बाँकी चाहिँ हामी यस्तै गम्भीर संवादहरू लिएर यस पछाडि पनि आउने नै छौँ। आज हामी यति गरौँ। डाक्टर साहबलाई फेरि एकचोटि धन्यवाद।